जस्तो अब तिमीमा जस्तो टिकटकबाट आयो भन्दैमा ट्यालेन्टै नहुने भन्ने पनि हुँदैन। जस्तो टिकटक प्लेटफर्म युज गर्छ भन्दैमा उसँग ट्यालेन्ट छैन होला भन्ने पनि हुँदैन नि त। अनि तिमीले धेरैवटा काम पाइरहेको छौ भनेपछि तिमी ट्यालेन्ट भएर पनि होइन। त्यो एक्टिङ त खासै छैन तर यसले काम पाइरहेको छ कसरी। 20 वर्षको जर्नीले तिमी ट्यालेन्टेड भयो भन्ने कुरा चाहिँ हुँदैन जस्तो होइन। टिकटक बनाइरहेको मान्छेमा अब हेर न प्लेटफर्म हेर न। अब हाम्रो कास्टिङ एजेन्सिजहरू हुँदैन। कालो अनुहार छ होइन, म त ह्यान्डसमै हो, गोरै छु, टक्क ज्यानस्यान पनि बनिएको छ, एप्स सबै छ भनेर मैले आफूलाई त ढाट्न सक्दिनँ नि त। नमस्ते सबैजनालाई, स्वागत छ कुराकानीको यो एपिसोडमा। म होस्ट सौरभ शाह हजुरहरूलाई स्वागत गर्न चाहन्छु। सपोर्टेड मिडिया पार्टनर जगत खबर, स्पोन्सर बाई बेस्ट अनलाइन क्लथिङ ब्रान्ड एन्ड प्रेजेन्टेड बाई मकालो फिल्म नेपाल। सो आजको यो एपिसोड धेरै नै इन्ट्रेस्टिङ हुनेछ, किनभने सिनेमा भनेकै एउटा इन्ट्रेस्टिङ पार्ट हो, मनोरञ्जनको चाहिँ एउटा क्षेत्र हो होइन। त्यही भएर यो भिडियो हजुरहरूको लागि धेरै नै इम्पोर्टेन्ट हुनेछ, किनभने हाम्रो आजको गेस्ट नै इम्पोर्टेन्ट हुनुहुन्छ। सो उहाँ चाहिँ एज अ एक्टर पनि हुनुहुन्छ, उहाँ मेन्टर पनि हुनुहुन्छ र उहाँ कास्टिङ डाइरेक्टर पनि हुनुहुन्छ। सो ढिला नगरिकन लेडिज एन्ड जेन्टलम्यान, सो पुट योर ह्यान्ड टुगेदर फर मोस्ट मल्टी ट्यालेन्टेड पर्सन इन आवर शो, सञ्जोग रसाइली सर। धन्यवाद। वेलकम सर आवर शो। थ्याङ्क यू भेरी मच। सन्चै हुनुहुन्छ सर? अहिलेसम्म त अनि कस्तो चाहिँ फिल भइरहेछ त्यो अलिकति भन्नाले अब हुन्छ नि, कस्तो 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 भइरहेछ भन्नु त। भाइ अब त्यस्तो खासै धेरै पोडकास्ट इन्टरभ्यू दिने होइन। अब फिल्म खेल्नुभन्दा नि पोडकास्ट यस्तो इन्टरभ्यू दिनेलाई बढी नर्भस हुन्छ। त्यो त हो, मै नर्भस भइरहेछु। तिम्रो त फर्स्ट टाइम त्यो त थ्याङ्क यू। अन्त अब के छ नि, सब ठिक छ? होइन, अब के छ भने अब तपाईँ अहिले त धेरै नै बिजी हुनुहुन्छ सबै थोकमा, मैले हेरि पनि रहेको छु, इन्स्टाग्रामहरूमा हेरि पनि रहेको छु होइन। त्यो तपाईँको पनि अगाडि भविष्यको शुभकामना होइन। अलिअलि बिजी त्यस्तो साह्रो नै होइन, बिजी हुनुहुन्छ, मैले देखिरहेको छु इन्स्टाग्रामहरूमा हेरिरहेको थिएँ। तपाईँले फलो गर्छु नि त, फलो गरेर पुरै न्युजहरू के अरे रिपोर्ट गर्छु नि त होइन, हेरिरहेको हुन्छु। जे होस्, राम्रो छ। तर मलाई एउटा कुरा चाहिँ म सोध्नुपर्ने थियो क्या, तपाईँको जर्नीको बारेमा चाहिँ केही भनौँ न थोरै, किनकि आउने नयाँ जेनेरेसनहरूलाई सपोर्ट होस्, एउटा सुनौँ न थोरै। जर्नी त त्यस्तो अब खासै त्यस्तो इन्ट्रेस्टिङ खालको पनि होइन। हुन त 2009बाट सुरु गरेँ मैले। सुरु गर्दाखेरि त एज अ ब्याकग्राउन्ड डान्सर सुरु गरेँ सुरुमा चाहिँ। फिल्म इन्डस्ट्री, फिल्म लाइन, अब यो अघि तिमीले भने जस्तै एकदम इन्टरटेनमेन्टको फिल्ड हो नि त होइन। ग्ल्यामरस वर्ल्ड, अनि त्यो आई क्याचिङ पनि हुन्छ, एकदम इन्ट्रेस्टिङ पनि छ। अनि बच्चादेखि फिल्म लाइनमा लाग्ने, फिल्ममै काम गर्छु भन्ने त थियो बच्चादेखि। अनि अब के गर्ने त भन्दाखेरि मलाई अब डान्स बाहेक केही आउँदैन थियो। अनि त्यसपछि अब उमेर पनि सानो थियो। 2009 भनेको त आई वाज लाइक 14-15 वर्ष थिएँ क्या, 14-15 इयर्स। अनि अब त्यो 14-15 वर्षको उमेरमा न मेन आर्टिस्ट खेल्ने, न चाइल्ड आर्टिस्ट खेल्ने, सपोर्टिङ आर्टिस्ट खेल्ने, केही त्यो एज ग्रुपै हुँदैन नि त होइन। अब कसरी चाहिँ जाने त भन्दाखेरि बतौर त्यो ब्याकग्राउन्ड डान्सर छिरेँ म। अनि ब्याकग्राउन्ड डान्सिङबाट सुरु गरेपछि बिस्तारै कोरियोग्राफरहरूको नजरमा परियो। अनि पछाडि त्यो ब्याकग्राउन्ड डान्सर्सहरूलाई म सिकाइरहन्थेँ कि आफै ब्याकग्राउन्ड डान्सर भयो नि। कतिजना कल्चरल डान्सको ब्याकग्राउन्डबाट हुनुहुन्थ्यो, कतिजना क्लासिकलको हुन्थ्यो, अनि म चाहिँ मोडर्न हिपहप गर्थेँ त्यो बेलामा। अनि अब प्रायः मोडर्न डान्स चाहिँ गराइन्थ्यो। अनि त्यसपछि अब कतिलाई आउँदैन थियो नि, म यसो सिकाएर आउँथेँ। अनि कोरियोग्राफरहरूले चाहिँ अब तिमी राम्रो सिकाउँदो रहेछौ, मलाई असिस्ट गर भनेर। अनि म सिधै ब्याकग्राउन्ड डान्सरबाट असिस्टेन्ट कोरियोग्राफरबाट कोरियोग्राफी गर्दा गर्दै अनि हाम्रो एभरेस्ट फिल्म एकाडेमी भनेर खुल्यो त्यति बेलामा होइन। अनि एभरेस्ट फिल्म एकाडेमी खुलेपछि चाहिँ हाम्रो रेनासा राई, बान्तवा राई डिरेक्टर हुनुहुन्छ अहिले त होइन। त्यति बेला म उहाँको असिस्टेन्ट गर्दै थिएँ एज अ कोरियोग्राफीको असिस्टेन्ट गर्दै। अनि उहाँले नै फोन गरेर तिमी काहीँ न काहीँ कता कता एक्टिङ गर्न सक्छौ जस्तो लाग्छ मलाई, तिमी एभरेस्ट फिल्म एकाडेमी खुलेको छ त्यहाँ भर्ना गर भन्नुभयो। अनि म पनि अब फेरि बाहिरतिर पनि एप्लाई गरेँ मैले, न्युयोर्क फिल्म एकाडेमीहरू, अनि अरू प्रागको फिल्म स्कुलहरू, युरोपतिर सबैतिर एप्लाई गरेँ। सबैतिर रिजेक्ट भएर फ्रस्ट्रेट भएर बसिरहेको थिएँ। अनि एभरेस्ट जोइन गरेँ मैले। एभरेस्ट जोइन गरिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ अनि ओके मैले जे देखाएको थिएँ, जे सुने, हुन त त्यतिखेरसम्म मैले 10-12 फिल्महरूमा कोरियोग्राफी गरिसकेको थिएँ होला अलरेडी। 10-12 फिल्महरूमा असिस्टेन्ट कोरियोग्राफी यताउता गरिसकेको थिएँ। लुट 2 गर्दै थिएँ म। लुट 2 र प्रेम गीत 2 गर्दा गर्दै मैले एभरेस्ट फिल्म एकाडेमी जोइन एज अ कोरियोग्राफर त्यसमा गर्नु, एज अ असिस्टेन्ट कोरियोग्राफर गर्दै थिएँ। भर्खर भएको थियो होला।
प्रेम गीत 2 भर्खर भएको थियो, लुट 2 सुरु हुन लाग्थ्यो। अनि गीतको पार्ट चाहिँ है फिल्म त भ्याइसकेको थियो होला लुट त्यतिखेर 2 चाहिँ। अनि एभरेस्ट जोइन गरेँ। अनि एभरेस्ट जोइन गरिसकेपछि अब जे देखाएको थिएँ मैले फिल्ममा त्यो सेटहरूमा त्योभन्दा फरक रहेछ। अब एज अ डान्सर चाहिँ के ओभर कन्फिडेन्स थियो अरे मलाई, एक्सप्रेसन दिने हो, बिटमा हल्लिने हो, म्याटो नि सकिहालिदिने। एक्टिङ त्यति नै गाह्रो छ र एक्सप्रेसन त हो नि एक्टिङ भने जस्तो लाग्थ्यो होइन। तर अब जसरी सोचेको थिएँ त्योभन्दा त भास्ट रहेछ पढ्न थालेपछि बिस्तारै थाहा पाउँदै गइयो। अनि त्यही अब असिस्टेन्ट कोरियोग्राफरबाट एक्टिङ पढ्नतिर लाग्यो। अनि एभरेस्ट फिल्म एकाडेमीमा अब त्यही केही क्रिएटिभ कन्फ्लिक्ट भएर फेरि कान्तिपुर सुरु भयो। अनि एभरेस्टबाट म फेरि कान्तिपुरमा पढेँ। कान्तिपुरबाट अरू मौकाहरू पाएँ। कान्तिपुर फिल्म एकाडेमीबाट चाहिँ इन्डिया जाने मौका पाएँ, रसिया जाने मौका पाएँ। यो सबै ठाउँहरूमा गएर सिक्ने अपर्च्युनिटी पाइसकेपछि अनि झन् त्यो भोक पनि बढ्दै गयो। सिक्ने चाह चाहिँ अब जति सिके नि हुँदैन रहेछ भन्ने कुराले त्यो सिक्ने चाह पनि बढ्दै गयो। अनि धेरै 6-7 वर्ष 4-5 वर्ष 6-7 वर्ष त्यो पढेर बसिसकेपछि अब काम पनि त गर्नु पऱ्यो नि त भनेपछि अनि फेरि एज एन असिस्टेन्ट डिरेक्टर छिरेँ क्ल्याब बोयबाट। अनि क्ल्याब बोयबाट एक्टिङ कोचबाट कास्टिङ डिरेक्टरबाट अनि बिस्तारै एक्टिङ गर्दा गर्दै अनि तिम्रो पोडकास्टमा आइपुगेँ। यो चाहिँ बोला अनि यतिको चाहिँ चाहिन्छ होइन, ठिक छ होइन होइन। तपाईँ जस्तो भनेअनुसार त त्यस्तो सजिलो थिएन होला नि त। जस्तो किनकि अब तपाईँले भनेअनुसार के अरे असिस्टेन्ट कोरियोग्राफर गरेँ, त्यहाँदेखि एक्टरमा छिरेँ, केही न केही त्यो कन्फ्लिक्ट आयो होला नि त। किनभने आजको जमाना यङ्स्टरहरूलाई हुँदो रहेछ क्या, जस्तो डिसिजन लिनुभन्दा अगाडि अप्सन कुन रोजौँ कुन नरोजौँ भन्ने हुन्छ नि त, त्यो कन्फ्लिक्ट हुन्छ नि त त्यहाँ। त्यो हजुरलाई त्यस्तो त फिल भयो होला नि त हरेक स्टेपमा क्या। जस्तो डान्सर त्यो थट ल्याउँदाखेरि क्या, त्यो थट ल्याउँदाखेरि प्यारेन्ट्सको के होला होइन, हुन्छ कि हुन्न त्यो पनि हुन्छ नि त, देखेको हुँदैन नि त फ्युचर। त्यस्तो केही त होला नि त कन्फ्लिक्टहरू। अनि यस्तो कन्फ्लिक्ट भन्दा पनि कस्तो, मेरो बाबा आफै पनि पुलिस लाइनमा कलाकार हुनुहुन्थ्यो कि होइन। अनि मेरो त 3 इडियट जस्तो काण्ड छ। त्यो छ्याक्क जन्ने बित्तिकै मेरा बेटा इन्जिनियर बनेगा भने जस्तो मेरो छोरो कलाकार बन्छ भनेर बाबाको चाहिँ त्यो थियो अरे होइन। अनि मलाई सानैदेखि त्यो कलाकारितामा भिजाइराख्नु भएको थियो क्या। बाबा डान्सर हुनुहुन्थ्यो पुलिस क्लबमा। अनि मिथिला म्यामहरूसँग म बच्चैदेखि भेट्थेँ। त्यो प्रहरी अनुरोधको एपिसोड्सहरूको सुटिङहरूमा हेर्न जान पाइन्थ्यो होइन। प्रहरी अनुरोध त्यति बेलामा अब इन्डियाको सिआइडी भने जस्तो थियो प्रहरी अनुरोध होइन। अब त्यो त्यसको सेटहरूमा जान्थेँ म। कलाकारहरू बच्चैदेखि त्यो भेटिरहन्थेँ। अनि त्यो मलाई अब त्यो ड्याडले त्यही इन्भाइरोमेन्ट दिए भएर पनि होला म फेसिनेट हुँदै गएँ क्या कलाकारिताप्रति। अन्त अब एउटा एजमा पुगिसकेपछि अब त्यही हो, कस्तो हुँदो रहेछ भने फ्यामिलीले पनि र ठिक छ रमाइलो प्यासन एज अ हबी तैँले कन्टिन्यू गर्नु आफ्नो ठाउँमा छ, तर प्रोफेसन चाहिँ के त, करियर चाहिँ के बनाउनु त होइन, कमाउनु त पऱ्यो भन्ने क्वेसन्सहरू अराइज भइराख्दाखेरि त्यतिखेर चाहिँ विदेशमा गएर सेटलमेन्ट रोज्ने कि यतै बसेर केही बिजनेस गर्ने कि लाइक बरु कि त फर्दर स्टडी गर्ने कि। अब त्यो एउटा दोधारको एज आएको थियो 18-19को हुँदाखेरि चाहिँ। अब अहिले सोच्दाखेरि त बच्चै त थियो नि जस्तो लाग्छ। तर त्यो एजमा चाहिँ डिसिजन मेकिङ गर्नुपर्ने आउँदो रहेछ एउटा पर्टिकुलर एउटा करियर चोइसको लागि होइन। अनि त्यति बेलामा चाहिँ अब मेरो प्यासन यत्तिको थियो कि म अरू केही पनि गर्दिनँ भन्ने थियो। सो मलाई आफूलाई सबैभन्दा मेरो बेस्ट पार्ट चाहिँ के लाग्छ भने मैले केही अप्सनै छोडिनँ कि। अब के गरौँ त मलाई भन्दाखेरि होइन, अब +2मा एचएम गरेको, त्यो पनि सजिलो हुन्छ अरे भनेर होइन। किन गरेको नि मलाई थाहा, सजिलो हुन्छ अरे +2को सर्टिफिकेट भयो भने आइहाल्छ नि भनेर +2 एचएम गरेँ। अब त्यसपछि फर्दर के गर्ने त मलाई, अब डक्टर बनाउनु मिलेन, इन्जिनियर बनाउनु मिलेन, पाइलट बनाउनु मिलेन, केही पनि गर्नु मिलेन। सो मलाई के लाग्छ नट ह्याभिङ एन अप्सन इज द बेस्ट अप्सन कि। जब तिमीसँग अप्सनै हुँदैन तिमीले त्यो एउटा मात्रै बाँकी भएको चिजको लागि एकदम मन लगाएर काम गर्छ होइन। अनि मैले त्यही भएर मैले अब असिस्टेन्ट कोरियोग्राफर गर्दाखेरि वा असिस्टेन्ट डिरेक्टर गर्दा जेसुकै गर्दाखेरि पनि आई वाज अलवेज इन्टु द एक्टर्स क्या। एक्टर्सलाई मात्रै हेर्थेँ क्या म, कोरियोग्राफी गर्दाखेरि होस् असिस्टेन्ट गर्दाखेरि होस्। किनकि घुमिफिरी मलाई जानु चाहिँ एक्टिङमै छ है भन्ने हुन्थ्यो मलाई। विधा फरक हुन् तर मोटिभ चाहिँ एक्टर हुने थियो क्या मेरो होइन। त्यही भएर त्यो ड्र्याग भइराख्यो डिसिजन मेकिङ भनेको। अब म कोरियोग्राफीमै जाउँ कि क्या हो भन्ने पनि कहिले भएन। असिस्टेन्ट गर्दा गर्दा डिरेक्सनतिर पो लागौँ कि क्या हो पनि कहिले भएन होइन। अब कास्टिङ एजेन्सी खोलौँ कि क्या हो पनि कहिले भएन। अनि अब यो जहिले पनि म चाहिँ एक्टर हुन्छु भनेर मात्रै सोचेर गरिरहेको थिएँ। अनि अब अहिलेसम्म पनि त्यस्तो
बवाल खालको त भएको होइन, तर इभेन्चुअली एउटा न एउटा पोइन्टमा गएर हुन्छु भन्ने छ। किनकि जे रोप्यो त्यही उम्रिने हो होइन, उखु रोप्या ठाउँमा मकै त उम्रिँदैन। सो मैले अब एक्टिङकै लागि प्लान गरिरहेको छु इच एन्ड एभ्री कुरा, भनेपछि म एक्टर हुन्छु होला भन्ने त्यो एउटा एक्सपेक्टेसन, आफूमा विश्वास मेन क्या। भइन्छ भइँदैन थाहा छैन, त्यो त डेस्टिनेसनको कुरा हो होइन, तर जर्नी चाहिँ तिमीले के तय गर्ने भने चाहिँ आफूमा हुन्छ। अनि सो फ्यामिलीबाट पनि अब अलिअलि त आइहाल्छ नि अभियसली, तर तिमीले प्रुभ गर्नुपर्छ। बिस्तारै मैले प्रुभ गरेँ होला केही हदसम्म होइन, अनि फ्यामिलीले ल ठिक छ अब यसले गर्न सक्छ होला, गर्छ होला भन्ने कुरा अब फ्यामिलीले पनि विश्वास गर्दै गयो। अब फ्यामिलीले तिमीमाथि विश्वास गर्नलाई चाहिँ तिमीलाई आफूमाथि बढी विश्वास हुनुपर्छ, अनि तिम्रो आफूप्रतिको विश्वास देखेर फ्यामिली बल्ल कन्भिन्स हुने हो क्या। अब फ्यामिलीको त बिचरा अब अभियसली नि छोरा अब यार लथालिङ्ग पारेर हिँड्नुहोस् भने त कसको बाउआमा हुन्छ र, कसैलाई पनि हुँदैन नि त होइन। तर अब प्यारेन्ट्सलाई कन्भिन्स गर्न सक्नु पऱ्यो नि त। तिमी आफ्नो सपनाको लागि आफ्नो बाउआमालाई कन्भिन्स गर्न सक्दैनौ भने यो संसारलाई कसरी कन्भिन्स गर्छौ? सबभन्दा नजिकको त ब्लड रिलेसन भनेकै बाउआमालाई हो नि त होइन। अब बाउआमालाई कन्भिन्स गर्न सक्दैनौ भने त संसारलाई कसरी कन्भिन्स गर्छु त? त्यही भएर अब ड्रिम पर्स्यु गर्नु भने चाहिँ सबैजनालाई कन्भिन्स गर्दै जानु हो। अब्स्ट्याकल्स त अभियसली आउँछ नि, मजा पनि आउँदैन। अहिले तिमीलाई के कहानी भन्ने मैले अब्स्ट्याकल नभइदिए भए त होइन, त्यो मजा पनि त्यही त हुन्छ। जति धेरै अब्स्ट्याकल्स त्यति धेरै पार गरिदिन्छ, त्यति धेरै एक्सपिरियन्स मजा आउँछ। यस्तै अब अब्स्ट्याकल त थियो अभियसली, तर मतलब गरिएन, अझै पनि बाँकी छ अब्स्ट्याकल त। जे होस् तपाईँ एक्टिङमाथि चाहिँ हङ्ग्री हुनुहुन्छ। जे होस् एउटा चाहिँ कलाकार बन्छु भन्ने एउटा चाहना छ नि त तपाईँको, एउटा पछि गएर बन्छु भनेर एउटा सुपरस्टार जस्तो समथिङ केही त थट त होला नि त त्यस्तो। सुपरस्टार उता चाहिँ पहिला चाहिँ थियो फेरि हुन्छ, त्यो त हुन्छ, स्टार्टिङमा हुन्छ, अभियसली हुन्छ क्या स्टार्टिङमा चाहिँ सुपरस्टार बन्नु छ, हिरो हुने हो, हिरो हुने हो, त्यही मेन्टालिटीहरू चेन्ज हुँदै आउने हो क्या। जस्तो अब हिरो हुन्छु म्या खतरा डाँडामा गएर हात खेलाउँछु होइन, हिरोइन घुमाउँछु, यो सबै थियो होला मेरो, थियो। मान्छेले पुरै सेल्फी लिन्छ, अटोग्राफ लिन्छ होइन, पुरै दिमागमा हुन्छ होइन, पुरै सपना होस् यताउता होस् भने जस्तो लाग्थ्यो। तर अब त्यो बिस्तारै सिक्दै गएपछि एक्लै बस्न पाए पो हुन्थ्यो, काम गरेर राख्न पाए पो हुन्थ्यो होइन। अब त्यो स्टार सुपरस्टार हुने चाहिँ रिजल्ट हो नि त, त्यो त रिजल्ट हो। तिमी त्यो कस्तो भने अब तिमीलाई मान्छेले मन परायो भने तिमीलाई चाहिँदैन भन्दाखेरि पनि हुन्छ होइन, तिमीलाई मान्छेले मन पराएन भने तिमीले जतिसुकै चाहे पनि त्यो हुँदैन। अनि त्यही भएर मैले चाहिँ अहिले चाहिँ यो स्टेज अफ लाइफमा चाहिँ मैले त्यो रिजल्टको बारेमा सोच्न छोडिसकेँ। मलाई मजा लाग्छ, सेटमा जान्छु, लाइट बल्छ, लोबानको स्मेल हुन्छ होइन, डिरेक्टरले आर्टिस्ट रेडी भन्छ, आर्टिस्टहरू रेडी भइसकेका हुन्छन् होइन, क्यामेराम्यानले रोलिङ गर्छ, अनि डिरेक्टरले एक्सन भनेपछि अनि त्यो जर्नी मलाई फेसिनेट लाग्छ कि त्यो मान्छेको लागि खुसी हुन्छ, फिल्मी दुनियाँ लाग्छ। तर अब आफ्नो चाहिँ दुनियाँ त्यही भइसक्यो, अनि बाहिरको वर्ल्ड चाहिँ फिल्मी लाग्छ बरु। अब हामीलाई चाहिँ रियल वर्ल्ड चाहिँ सिनेमाको भइसक्यो होइन। अनि त्यही भएर अहिले त मलाई चाहिँ फिल्मको त इच एन्ड एभ्री बिट इन्जोय गर्ने भएर होला, त्यो रिजल्ट के हुन्छ मलाई मतलबै छैन, मजा लागिरहेको छ काम गर्नलाई। लक्किली फेरि राम्रो राम्रो टिमसँग राम्रो राम्रो एक्टर्सहरूसँग काम गर्ने पाइयो, त्यसले गर्दा पनि होला, तर मजा लागिरहेको छ मलाई। मजा चाहिँ के अरे आउँदैछ, जे होस् तपाईँ आउँदैछ, आउनै पर्ने, न त किन बस्नु होइन, त्यो त हो। तर एउटा कुरा के छ भने नि, जस्तो तपाईँ त एज अ कास्टिङ डाइरेक्टर पनि हुनुहुन्छ नि त, अनि तपाईँ पहिला एक्टर हुनुहुन्थ्यो, एक्टरबाट मेन्टरमा जानुभयो नि त, सबैलाई सिकाउन थाल्नुभयो नि त होइन। त्यो जर्नी चाहिँ सर के हो भन्नाले, जस्तो म एक्टर हो होइन, त मेरो त चाहना के हुन्छ भने कुनै मुभीमा मलाई कास्ट गरोस् भनेर हुन्छ नि त होइन। तर एज अ कास्टिङ डाइरेक्टर तपाईँको चाहिँ के मेन्टल हुन्छ, त्यो सोचाइ चाहिँ के हुन्छ, मेन्टालिटी चाहिँ? अब यस्तो एज अ कास्टिङ डाइरेक्टर चाहिँ म इभेन्चुअली कास्टिङ डाइरेक्टर भयो, एक्टिङ टिचर पनि इभेन्चुअली नै भयो होइन। सो मलाई हुनु नै थिएन। म अब जस्तो कुनै पनि एक्टरले एक्टिङ किन पढ्छ भन्दा पछि म एक्टिङ टिचर हुन्छु त्यही भएर एक्टिङ पढिराखेको, त्यो त हुँदैन कसैको पनि। म अब यत्तिकै भइदिएँ क्या, एक्टिङ कोर्स पनि यत्तिकै भइदिएँ, कास्टिङ डाइरेक्टर पनि यत्तिकै भइदिएँ। म के भयो भने म इन्डिया गएको थिएँ, अनि इन्डियामा त्यहाँ हामीले माइसनर टेक्निक भनेर हुन्छ होइन, त्यो बारेमा अलिअलि पढ्ने मौका पाएको थियौँ। एनएसटीको क्रास कोर्स हुन्थ्यो, अनि त्यो एनएसटीकै निहारिका सिंह भन्ने म्याम हुनुहुन्थ्यो, उहाँले आएर हामीलाई स्यानफोर्ड माइसनरको टेक्निक पढाउनु भएको थियो। अनि फर्केर यहाँ आएँ, अनि त्यही कान्तिपुरमा दिनभरि हल्लियो, च्याचुरो खायो, बस्यो, त्यस्तो खालको कन्डिसन थियो। अनि विमल सुवेदी सर मेरो टिचर हुनुहुन्छ होइन, अनि अहिले उहाँको भुटान भन्ने फिल्म आउँदैछ एज एन एक्टर। अनि विमल सरले चाहिँ नेपाल फिल्म एकाडेमीमा पढाउनुहुन्थ्यो कि एक्टिङ पढाउनुहुन्थ्यो, अनि कान्तिपुर छोडेर त्यहाँनिर उहाँ चाहिँ हेड अफ द डिपार्टमेन्ट भएर एक्टिङको मलाई राख्नु भएको थियो। अनि त्यहाँ माइसनर पढाउने टिचर चाहियो अरे भन्ने कुरा भएछ। अनि म भर्खर पढेर आएको थिएँ,
अनि विमल सरलाई चाहिँ सन्चो भर्खर गरेर आएको छ 1 हप्ताको क्लास चाहिँ गराउन सक्छ होला भन्ने भएछ सरलाई। अनि सरले मलाई बोलाउनु भयो। अनि म गएँ। अब जे थाहा छ त्यही भन्दा त हो। तर अब त्यो परम्परागत तरिकाले वा एउटा छुट्टै शैलीले पढिरहेको बेलामा मैले अब त्यो यङ ब्लड अब कसरी पढाएँ के पढाएँ थाहा छैन। जोस हुन्छ नि त त्यतिखेर जोस फ्रस्ट्रेसन हुन्छ मेन त। फ्रस्ट्रेसन यस्तो नि हुन्छ यार भन्ने खालको हुन्छ नि। के गरे तिमीहरूले यसरी हो नि त गर्ने भन्नेवाला फ्रस्ट्रेसन तरिकाले पढाइ होला आई डोन्ट नो के भयो। तर मन परायो कि स्टुडेन्टहरूले। अनि त्यसपछि ल हामीलाई यो टिचर चाहिन्छ भयो। पढाउनु जाँदाखेरि त के भयो, म 21 वर्षको थिएँ होला पढाउनु जाने बेलामा होइन। बाहिर बसिरहेको थिएँ, स्टुडेन्टहरू यस्तो आएर फेरि नयाँ भर्ना आएछ नि त भनेर गएको थिएँ कि मलाई अब त्यो पढाउँछ भनेर कसैलाई मतलबै थिएन नि। अब भनेको यत्रो फुच्चेले पढाउँछ भनेर कसैले एक्सपेक्टै गर्दैन। एक्टिङ टिचर भन्ने थियो बुढो पाएको होइन, टक्क चट्ट चट्ट आउँछ होला भन्ने हुन्छ नि त। म 21 वर्षको पुगेँ, फेरि अर्को भर्ना गरेछ नि त है भन्दै रिसेप्सनमा कुरा गर्दै जान्थेँ। अनि म भित्र छिरेँ, कोही पनि उठ्दैनन् होइन। अब हामी त बिलिभ भएन होला नि त उनीहरूलाई। गुड मर्निङ सर यताउता हुन्छ नि, कोही भालै दिँदैनन् होइन। म त आत्तिएँ। अनि म बाहिर निस्केँ। अनि फेरि के अरे सिओलाई सर म त कसैले पनि चिनेन भनेर भनेपछि अनि उहाँले भित्र लिएर गएर इन्ट्रोड्युस गराएपछि अनि बल्ल सबजनाले टिचर भनेर एक्सेप्ट गरेँ होइन। यसरी टिचिङको जर्नी सुरु भयो हो। अब कास्टिङ चाहिँ के भयो नि, अब मैले पढाउनु थालेँ नि त। नेपाल फिल्म एकाडेमीमा पनि पढाएँ, कान्तिपुरमा पनि पढाएँ पछि गएर होइन। अनि पढाउँदै गइसकेपछि के हुन्छ नि, अब असिस्टेन्ट डिरेक्सन गर्दै थिएँ म। अनि एक्टरहरू चाहिने बित्तिकै नयाँ एक्टर्सहरू अनि सपोर्टिङ क्यारेक्टरहरू चाहिने बित्तिकै के हुन्थ्यो नि, तिमी त पढाउँछौ स्टुडेन्टहरू छ होला नि त लिएर आऊ न भनेर भने। अब मैले सुरुमा चाहिँ अब आफ्नो स्टुडेन्टहरूले काम गर्न नि पाउँछ भनेर लगेर लगिदिएँ। अनि फेरि अन्तबाट सजेसन आयो, यसरी एक्टर मिलाइदिएपछि त कास्टिङ गरेको त पैसा आउँछ नि त भने। स्टुडेन्ट मिलाइदिएर पैसा पनि आउँछ भन्ने भयो नि त होइन। लाइक सर्भाइभल पनि चल्नु भयो नि त एट द सेम टाइम। रमाइलो काम, त्यही माथि अब केही गर्नु पनि पर्ने होइन, फोन कल गर्ने हो। अनि एक्टरलाई काम पनि दिइरहेको छु फेरि। एक्टरको लागि पनि ठिक, फिल्मको लागि पनि हाम्रो एक्टर चाहियो कि यसले एक्टर ल्याइदिइरहेको छ, फिल्मवालामा पनि ठिक। अनि यता मेकर्सहरूमा पनि ठिक हुने भइहाल्यो। अब स्टुडेन्टहरूमा पनि सरले हामीलाई एटलिस्ट अपर्च्युनिटी त दिइराख्नु भएको छ भन्ने भयो। सो त्यति बेला चाहिँ यता पनि खुसी यता पनि खुसी, आफू पनि खुसी, पैसा पनि आउने। ल त्यसो भए कास्टिङ हानिदिउँ न त भनेर त्यसरी कास्टिङ सुरु भयो। यस्तो इभेन्चुअली भयो क्या। अनि तर अब जर्नी त एज एन एक्टरै लिएर जानु छ, लगइन छ पनि। तर अब यो कास्टिङ र एक्टिङ कोचिङ चाहिँ मन नभई गर्दा गर्दै मेरो आइडेन्टिटी भइदियो क्या। अनि अहिले चाहिँ अब प्यारो लाग्छ। एक्टिङ पढाउनु रेस्पोन्सिबिलिटी हो जस्तो लाग्छ होइन। एउटा सर्टेन ब्याड मुभ, अलिकति फरक तरिकाले तिमीले कुनै चिजलाई क्यारेक्टरलाई वा सिनलाई वा डायलगलाई केही कुरालाई तिमीले अलिकति फरक तरिकाले सोच्ने बित्तिकै पनि त्यसको जे ओरिजिनल जिस्ट हो त्यो मर्न सक्छ। सो रेस्पोन्सिबिलिटी हो एक्टिङ पढाउनु। सपनालाई कसैले सपना देखेर पढेर म एक्टर हुन्छु भनेर आउँछ, त्यो सपनाको पनि त रेस्पोन्सिबिलिटी हो नि त होइन। सो अहिले चाहिँ प्रेसर हुन्छ त्यसमा। प्रेसर भन्दा पनि जिम्मेवार फिल हुन्छ। अनि त्यही भएर रमाइलो पनि लाग्छ होइन। किनकि एटलिस्ट केही गरेको छुइनँ मैले भन्दाखेरि पनि एक्टिङकै बारेमा भलाखुसारी त गरेर बसिरहेको छु नि त। एक्टिङ भने चाहिँ टिचिङ प्रोग्राम भन्दा पनि लर्निङ एक्सचेन्ज प्रोग्राम भन्छु म चाहिँ होइन। अब कतिवटा कुरा चाहिँ मैले नभोगेको मेरो विद्यार्थीहरूले भोगेर आएका हुन्छन्। कतिजना विद्यार्थी मभन्दा पाएको पनि छन् होइन। कतिजना विद्यार्थी मभन्दा छन्। अब उनीहरूबाट पनि मैले धेरै कुराहरू लिन्छु। किनकि मैले एउटा टपिक दिन्छु, 20जनाले पर्फर्म गर्नुहुन्छ, 20वटा फरक तरिकाको पर्फर्मेन्स आउँछ। अनि त्यो 20वटै पर्फर्मेन्स त मलाई थाहा हुँदैन नि त। अनि अब म आफै पनि सिकिरहेको हुन्छु। सो रमाइलो लाग्छ अहिले चाहिँ। कास्टिङ गर्दा पनि रमाइलो लाग्छ, एक्टिङ कोचिङ गर्दा पनि रमाइलो लाग्छ, एक्टिङ गर्दा पनि रमाइलो लाग्छ। त्यो अघि भने जस्तो ओभरअल त्यो फिल्मको त्यो प्रोसेसै रमाइलो लाग्न थालिसक्यो अब चाहिँ। तर अरू यो सिनेमा क्षेत्र भनेकै एउटा त मनोरञ्जन त हो नि होइन। त्यो अब हामी दर्शक भएर गएर हेर्छौँ त्यहाँ यस्तो के भन्छ त्यो रमाइलो लाग्छ नि त। त्यो हेरेपछि हामी पनि इन्सपायर हुन्छ नि त त्यहाँ होइन। बनाउँ जस्तो लाग्छ होइन। मै हिरो बनिदिन्छु कि क्या जस्तो पनि मलाई पनि लागेको थियो एक जमानामा चाहिँ लागेको थियो होइन। हुन्छ हाम्रो गाउँमा पनि छ होइन, त्यो टिकटक बनाउँदै बसिरहेको हुन्छ होइन। इटरी चाहिँ पूर्वतिर होइन छ हाम्रोतिर पनि। अब अहिले जमानामा सर के छ भने जस्तो कति प्यासनेट एक्टरहरू क्या, कलाकारहरू क्या, यत्रो मेहनत गरिरहेको हुन्छ नि त होइन। थिएटर गर्छ होइन, कहाँ एकाडेमी जोइन गर्छ होइन, कि एउटा रोल पाओस् भनेर होइन, सिनेमामा एउटा रोल पाओस्। उनीहरूको त चाहना नै त्यही हुन्छ नि, मोटिभै त्यही हुन्छ नि त। तर अहिले जमानामा सर इन्स्टाग्राम आएको छ होइन, इन्स्टाग्राम आएको छ, रिल्सहरू छ, युट्युब आएको छ होइन, रिल्सहरू टिकटकहरू।
तर त्यसले गर्दा पनि केही हाम्रो कलाकारमा चाहिँ थोरै इफेक्ट गरेछ जस्तो चाहिँ लाग्छ है मलाई चाहिँ। कलाकारितामा कलाकारिता किनभने त्यो खोइ जस्तो चाहिँ लाग्छ है मलाई। इफेक्ट एज इफ लाइक पोजिटिभ इफेक्ट कि नेगेटिभ इफेक्ट कि हल्का नेगेटिभ भनौँ न, पोजिटिभ त अब के त्यो मान्छेले गाउँबाट आएर यहाँ थिएटर पुरै मेहनत गरेर एउटा रोलको लागि यत्रो गरेर छ नि, त्यो घर बसेर टिकटक बनाएर यहाँ आएर एउटा रोल पाइरहेछ नि त। त पोजिटिभ त उसको लागि पोजिटिभ भयो नि त, तर यता यत्रो मेहनत गरेर यहाँसम्म पुगिरहेछ नि त। तर पनि त्यो होइन, अब एउटा दृष्टिकोण चाहिँ कस्तो कस्तो हुँदो रहेछ जस्तो भन्नाले। होइन एट द एन्ड अफ द डे त तिम्रो ट्यालेन्ट म्याटर गर्ने हो होइन। जस्तो अब तिमीमा जस्तो टिकटकबाट आयो भन्दैमा ट्यालेन्टै नहुने भन्ने पनि हुँदैन। जस्तो टिकटक प्लेटफर्म युज गर्छ भन्दैमा उसमा ट्यालेन्ट छैन होला भन्ने पनि हुँदैन नि त। अनि अब 10-12 वर्ष थिएटर गरिसकेको छ भनेपछि यो खत्रै एक्टर होला भन्ने पनि हुँदैन है फेरि होइन। जस्तो लाइक एक्सपिरियन्सले वा प्रोसेसले चाहिँ तिमी राम्रो एक्टर हौ वा नराम्रो एक्टर हौ वा राम्रो पर्फर्मर हौ नराम्रो पर्फर्मर हौ आर्टिस्ट हौ होइनौ, त्यो चाहिँ कुनै पनि प्लेटफर्मले वा तिमीले दिएको समयले डिटरमाइन गर्ने चाहिँ होइन। हाउ स्मार्ट यु लर्न द थिङ्स भन्ने कुरा हो होइन। टिकटकबाट आएको छ भन्दैमा तिमीमा ट्यालेन्ट छैन भन्ने कुरा पनि होइन। अनि तिमीले धेरैवटा काम पाइरहेको छौ भनेपछि तिमी ट्यालेन्ट भएर पनि होइन। कतिपय बेलामा अब तिम्रो कास्टिङ गर्दाखेरि अब क्यारेक्टरै त्यही मान्छे हो जस्तो लाग्छ नि त। अब हामीलाई लाग्छ यसको एक्टिङ त खासै छैन तर यसले काम पाइरहेछ कसरी। अब क्यारेक्टरको डिमान्डै त्यही हुन्छ कहिले त्यस्तै खालको अपियरेन्सको मान्छे क्यारेक्टरले मागिरहेको हुन्छ नि त होइन। त्यही भएर उसले काम पाइरहेको पनि हुनसक्छ। अब जस्तो टिकटकबाट आएर ऊ सर्भाइभ गरेर ननस्टप उसले काम गरिरहेछ भनेपछि उसले टाइम एन्ड अगेन प्रोजेक्ट बेसिसमा उसले हरेक फरक फरक प्रोजेक्टमा फरक फरक तरिकाले सिकेर आफूलाई ग्रुमिङ पनि त गर्यो होला नि त। त्यही भएर काम पाएर टिकिरहेको होला। अरे अब थिएटर 14-15 वर्ष गरेको छ वा गाउँबाट सबै कुरा बेचबाच गरेर काठमाडौँमा आएर दुःख गरेको छ भन्दैमा अब उसले दामी नै बवाल एक्टर भइसक्यो अनि उसले काम पाइरहेको छैन भन्ने पनि हुँदैन कि। तिम्रो त्यो 20 वर्षको जर्नीले तिमी ट्यालेन्टेड भयो भन्ने कुरा चाहिँ हुँदैन। जस्तो सबैभन्दा बढी त मेहनत त गधाले गर्छ नि त होइन। तर उसलाई घोडाको रेसमा लगेर त हालिँदैन नि त होइन। भनेको मेहनत गरिरहेछ तर कुन तरिकाले गरिरहेछ। सो कहिलेकाहीँ चाहिँ त्यो खोजेको क्यारेक्टर तिमी नभएर पनि त काम नपाउन सक्छौ कि। अब कतिजना अब जस्तो कतिजना हाम्रो अब फिल्म इन्डस्ट्रीमा इक्जाम्पलहरू छ। बाटोमा हिँड्दा हिँड्दै ओ यो चाहिँ मैले ठ्याक्कै यार यो मेरै जस्तो क्यारेक्टर खोजेँ कि त्यस्तै रहेछ यसको लुक, यसलाई म एक्टर बनाउँछु भनेर राखेको पनि छ। तर यो थट चाहिँ आउँदो रहेछ क्या। जस्तो कि अब काठमाडौँमा आएन कसैले देखिहाल्छ कि बा रोल दिइहाल्छ कि बा भन्ने त थट हुन्छ नि त होइन। त्यो सबैको क्या त्यो। जस्तो तिमी आफैले पनि फिल्म मेकिङ पढ्यौ होइन। अब पढ्न त पढेँ होइन। जस्तो अब कतिवटा क्यारेक्टर तिमीलाई लाग्छ नि मान्छेहरू यो चाहिँ मैले खोजेको क्यारेक्टरहरू जस्तो तिमीलाई फिल हुन्छ नि त। हुन्छ कहिलेकाहीँ त हुन्छ। अनि यसको एक्टिङ जेसुकै होस् म एक्टिङ चाहिँ निकाल्छु तर मेरो क्यारेक्टर चाहिँ यही हो भनेर तिमीले कास्ट गर्छौ नि त कतिपय बेलामा होइन। सो सेम गोज विथ द मेकर्स क्या होइन। अब जस्तो टिकटक बनाइरहेको मान्छेमा अब हेर न प्लेटफर्म हेर न। अब हाम्रो कास्टिङ एजेन्सिजहरू हुँदैन। एक्टरको प्रोफाइलहरू सबैजनाले प्रपरली बनाएर पुरै त्यो एलोकेट गरेर होइन कम्प्युटराइज गरेर वा डकुमेन्टेड प्रायःले राखेको हुँदैन। कास्टिङ एजेन्सी नै एकदमै 1-2वटा मात्र छ कास्टिङ एजेन्सी। त्यस्तो धेरै छैन नि त। कास्टिङ एजेन्सी वा म्यानेजरको थ्रुबाट फिल्ममा अडिसन हुने स्क्रिन टेस्ट हुने प्रोसेस त अझै पनि पुगिसकेको छैन नि त हाम्रो। अनि सबैभन्दा धेरै प्रोफाइल कहाँ छ थाहा छ? टिकटकमा छ कि। टिकटकमा छ। त्यो डम म्याच तरिकाले तिमी अब त्यो बोलीमा भनेको उता भोइस ओभरमा तिमी एक्ट गर वा जेसुकै गर सबभन्दा धेरै प्रोफाइल चाहिँ टिकटकमै छ कि। अनि त्यो स्क्रोल गर्दै जाँदाखेरि ओके यो चाहिँ मेरो क्यारेक्टर हुनसक्छ है भनेर बोलायो। अनि 15-20 टेककै गरेर एउटा रिल्स किन नबनाएको होस् तर उसँग एक्सपिरियन्स त भइसक्यो नि त। अब केही हदसम्म काम चलाउ क्यामेरा फेसिङको एक्सपिरियन्स त भइसक्यो नि त। अनि काम चलाउ एक्टिङ गर्छ भने पनि म एबाट काम निकाल्छु भन्ने तरिकाबाट पनि कास्ट भएको हुन्छ कतिजना। टिक्ने नटिक्ने चाहिँ तिम्रो क्राफ्ट हो है। जस्तो 20-22 वर्षको जर्नीसम्म सानो एकदमै थोरै क्यारेक्टर सानो क्यारेक्टर 2-4 सिन 5-6 सिन गर्दै 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 आएर आज अब विजय बराल दाइले नेपालको सबैभन्दा ब्लकबस्टर मुभी दिनुभयो नि त। के अरे कमाइको हिसाबले पनि पर्फर्मेन्सको हिसाबले त्यत्तिकै तारिफ पाइराख्नु भएको छ भनेको अब यो 15-20 वर्ष चाहिँ उहाँ किन टिक्नु भयो त? उहाँको क्राफ्टले गर्दा हो। अब त्यही ठाउँमा कतिजना एक्टर्सहरू हुनुहुन्छ जसको चाहिँ एउटा फिल्म आयो 2टा फिल्म आयो अनि त्यसपछि उहाँहरू अहिले कहाँ हुनुहुन्छ हामीलाई थाहा छैन होइन। होइन जस्तो विजय दाइसँगै पढ्नुभयो क्या विजय दाइसँगै सिक्नु भएको कतिजना उहाँको कलिग्सहरू हुनुहुन्न होला अहिले इन्डस्ट्रीमा काम गरिराखेको। मैसँग पढ्नु भएको पनि कतिजना साथीहरू विदेशी सक्नुभयो होइन। कतिजना साथीहरूले अर्कै प्रोफेसन एडप्ट गरिसक्नुभयो। सो टिक्न चाहिँ तिमीमा केही क्यापेबिलिटी छैन भने तिमी टिक्दैनौ। चाहे तिमी टिकटकबाट आऊ थिएटरबाट आऊ फिल्म स्कुल पढेर आऊ होइन वा यतिकै नन एक्टर केही पनि चिज नगरिकन आऊ ट्यालेन्ट छैन भने चाहिँ टिक्दैनौ। सो
मापन चाहिँ यो टिकटकको हो भन्ने बित्तिकै यसले नराम्रो एक्टिङ गर्छ होला, यो थिएटरको हो भन्ने बित्तिकै राम्रो एक्टिङ गर्छ होला, वा यो फिल्मको हो भन्ने चाहिँ राम्रो एक्टिङ गर्छ होला, फिल्म एक्टिङ पढेको हो भन्नेमा राम्रो एक्टिङ गर्छ होला भन्ने पनि हुँदैन। टिकिरहेछ भने चाहे जोसुकै होस् राम्रै गरे भएर टिकिरहेछ, टिकिरहेको छैन भने अब त्यसले जतिसुकै काम गरेको किन नहोस् उसमा केही क्यापेबिलिटी छैन त्यही भएर टिकिरहेको छैन। पोजिटिभ लिनुपर्छ क्या। त्यो टिक्नको लागि त पिआर पनि चाहिन्छ नि त, जस्तो चिनजानहरू हुनुपर्छ भन्छ नि त्यस्तो। त्यही हो, पिआर सिआर सबै तिम्रो बन्ने तिम्रो ट्यालेन्टले गर्दा हो। अब तिम्रो कामै ध्वस्त छ होइन, कामै ध्वस्त छ भने अब कतिजना भाइरल मान्छेहरू छ नि त, उनीहरूलाई सबैले चिन्छ नि त होइन। विम्प भन्छ नि त, त्यो त भाइरल कतिजना मान्छेहरू छ नि, तर उनीहरूले काम किन पाउँदैन? किनकि उनीहरूलाई त यो भाइरल हो भनेर छोडिदिन्छ क्या, क्राफ्ट छैन नि त। पिआर चिन्न त सबैले चिनेको छ तर काम दिँदैन क्या। पिआर पनि त तिमीलाई काम दिने खालको पिआर हुनु पऱ्यो नि त। अनि काम चाहिँ तिमीले केले गर्दा पाउँछौ भन्दा अल्टिमेटली त ट्यालेन्टले गर्दा पाउँछौ, क्राफ्टले गर्दा पाउँछौ। सो सबैभन्दा नराम्रो प्रथा चाहिँ के छ भने काम पाउनको लागि सिकिरहेको छ क्या मान्छेले। त्यही भएर सबजना चाहिँ फक्ड अप छ क्या मेन्टल्ली। किनकि तिम्रो फर्स्टको सोचाइ नै कामसँग रिलेटेड छ। मैले काम पाउँछु कि पाउँदिनँ, मैले फिल्म पाउँछु कि पाउँदिनँ, यो गरेँ भने फिल्म पाउँछु होला, त्यो गरेँ भने फिल्म पाउँछु होला भन्ने चक्करमा तिमी क्राफ्टमा काम गरिरहेको छैनौ क्या। तिमीसँग क्राफ्ट छ भने त पहिला क्राफ्ट हुनु पऱ्यो, त्यसपछि पो काम पाउँछौ त। 2 महिना पढाएको छैन, 3 महिना पढाएको छैन, 3 महिना पढ्ने बित्तिकै म खतरा एक्टर भएँ, अब मैले फिल्म पाउनुपर्छ भन्ने सोच्छ नि त। होइन क्या यार, होइन। क्राफ्टमा काम गरिराख्नुपर्छ। होइन कसैको 3 महिनामै पालो आउँछ, कसैको 30 वर्षसम्म पनि पालो नआउला होइन, अब कसैको जिन्दगीभर पनि पालो नआउला। तर सन्तुष्टि चाहिँ पछि बेडमा सुत्ने बेलामा आफूलाई त ढाँट्न सकिँदैन नि त होइन। मलाई त सब खतरै आउँछ नि यार, यो पनि आउँछ, त्यो पनि आउँछ, मार्सल आर्ट पनि आउँछ, ज्यान पनि खतरै बनाएको हो भनेर आफूलाई ढाँटिन्छ त होइन। यो पेट यत्रो बनाएको छु होइन, कालो अनुहार छ होइन, म त ह्यान्डसमै हो, गोरै छु टक्क, ज्यान स्यान पनि बनिएको छ, एप्स सबै छ भनेर मैले आफूलाई त ढाँट्न सक्दिनँ नि त। तिमीले क्राफ्टमा काम गरेको छ भने मैले क्राफ्टमा पनि काम गरेँ हो, मैले ज्यान पनि बनाएँ होला, जति पनि गर्नुपर्ने मिहिनेतहरू थियो सबै मैले गरेँ, भएन भनेपछि अहिले मेरो लक छैन, पछि त कुनै न कुनै दिन त भइहाल्छ नि भन्ने एउटा आत्मविश्वास हुन्छ क्या। क्राफ्टमा काम गर्ने बित्तिकै तिमीमा विश्वास भइहाल्छ क्या। जस्तो क्राफ्टमा काम नगर्ने बित्तिकै एक्सन भन्ने बित्तिकै के पो थियो यार भन्ने खालको होइन, त्यो तरिकाले किन जाने होइन। क्राफ्टमा कामै गरेको छैन अनि भन्न चाहिँ भनेको छ यहाँ नि पढेको त्यहाँ नि पढेको यस्तो उस्तो होइन। अनि त्यसपछि एक्सन भनेको तपाईँ के पो थियो यार मेरो नाम कतिजनाको मैले अडिसन लिँदाखेरि हेरेको छु क्या। सरले फेरि मेरो हेरेर भन्नुभयो लाग्यो है। त्यस्तो होइन हौ, मैले त अब अडिसन लिन बस्छु नि त म कहिले यहाँ। अनि अडिसनमा आउनुहुन्छ बिचराहरू, ल तपाईँ रेडी हुनुहुन्छ? रेडी छु, ल एक्सन सुरु गर्नु त भन्दाखेरि अब आफ्नो इन्ट्रोडक्सन दिनु भन्नुभयो। मेरो नाम चाहिँ आफ्नो नाम बिर्सिदिन्छन् क्या होइन। फेरि त्यही मान्छे सर त्यो अडिसन भन्दा अगाडि पुरै फुल कन्फिडेन्ट हुन्छ क्या, पुरै एकदम बाहिर सुन्दाखेरि यस्तो लाग्छ कि होइन, ओहो यार बवाल आएर छ नि, कसरी यार रिजेक्ट गर्ने भने जस्तो लाग्छ। भित्र आइसकेपछि कसरी सिलेक्ट गर्ने भने जस्तो हुन्छ क्या होइन। अनि त्यही त अब कतिजना त्यस्तो पनि हुनुहुन्छ बिचरा। सपना स्ट्रङ हुन्छ म मान्छु होइन, तर तिम्रो सपनाभन्दा मेहनत डबल स्ट्रङ हुनुपर्छ कि होइन। जब तिम्रो सपनाभन्दा मेहनत कमजोर हुन्छ त्यसपछि कम्प्रोमाइजेस गर्न थालिन्छ, त्यसपछि डिप्रेस हुन थालिन्छ, एङ्सियस हुन थालिन्छ होइन। म आफै पनि डिप्रेसनको फेजबाट गएँ, एङ्जाइटीको फेजबाट गएँ, तर किनकि म रिजल्ट ओरिएन्टेड थियो होला कि त्यो टाइममा। जब प्रोसेस ओरिएन्टेड हुन थालिन्छ, पाए पनि नपाए पनि तिमीले प्रोसेसलाई इन्जोय गर्न थालिसकेपछि रिजल्टको मतलबै लाग्दैन क्या, ट्रस्ट मी। पढेपछि हुन्छ नि, तिमीले पुरै किताब पढाएको छौ, 20-22वटा क्वेसन चाहिँ पढाएको थिएनौ कि तिमीले, 20-22वटा टपिक चाहिँ तिमीले पढेनौ होला, तर त्योसँग रिलेटेड सबै कुरा पढ्यौ, तिमीलाई सबै कुरा थाहा छ। तर एक्जाममा चाहिँ तिमीले त्यही त नपढेको 20-22वटा क्वेसन आइदियो। द्याट डजन्ट मिन कि तिमीलाई केही पनि थाहा छैन क्या होइन। अब कोही चाहिँ लकी भइदिन्छ, 20वटा क्वेसन पढाए हुन्छ, त्यही 20वटा क्वेसन आइदिन्छ अनि ऊ टपर भयो भन्ने बित्तिकै अब ऊ चाहिँ खतरा ट्यालेन्ट भयो भन्ने पनि त होइन नि त। लक पनि म्याटर गर्छ, आफ्नो ठाउँमा छ, तर लक चाहिँ एक न एक दिन चाहिँ आउँछ, लक हुन्छ। तर त्यो लकले तिमीलाई फेभर गरेको दिन तिमीसँग क्राफ्ट हुन्छ कि हुँदैन त, तिमी क्यापेबल इनफ थियौ कि थिएनौ त। एक चान्स दिँदाखेरि चाहिँ त्यो नो बलमा छक्का भन्छ नि, त्यस्तै हुन सक्नु पऱ्यो क्या। जस्तो हाम्रो एक्टिङमा राम्रो एउटा दन्ते कथा छ क्या, सेटहरूमा कहिले काहीँ सुनिन्छ। एउटा स्पोर्ट बोय थियो अरे होइन, पुरा मेहनत गरेर होइन स्पोर्ट बोयमा आयो क्या, ऊ बाहिरबाट एक्टर हुन्छु भनेर आएको। म जस्तै अब के अरे के को थ्रुबाट जाने त भन्दाखेरि एक्टिङ त आउँदैन, पढेको छैन, सिकेको छैन, केही पनि गरेको छैन, साला स्पोर्टमा छिर्छु
अनि स्पोर्टबाट बिस्तारै स्पोर्टबाट बिस्तारै बिस्तारै काम सिक्दै 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 म एक्टर हुन्छु भनेर गरेँ। 20 वर्ष भइसक्यो ऊ स्पोर्टमै छ, 20 वर्ष भइसक्यो ऊ स्पोर्टमै छ क्या अझै पनि। अनि एक दिन एउटा एक्टर ढिला आइदियो, साला म स्पोर्टको लागि उठाएर एक्टर बनाइदिन्छु, मलाई त्यो एक्टरले यस्तो पारा देखाउने भनेर स्पोर्टको लागि त आइज भनेर त्यसलाई पाएँ क्या मौका। 20 वर्षपछि समय चाहिँ आयो गयो। अनि रुनुपर्ने सिन थियो, एक्सन भन्ने बित्तिकै आँखाभरि आँसु पारेर मुख चाहिँ गरेर हाँसिरहेछ। किन 20 वर्षपछि मैले मौका पाएँ भनेर खुसी छ भनेर ऊ स्माइल पनि छ। अनि आँखाबाट आँसु निकालेर केही काम भयो त भएन नि त। भनेपछि 20 वर्षै लगाएर पनि तिमीले चान्स त पायौ के, तर तिमी त्यहाँनिर अगाडि उभिसकेपछि तिमीसँग क्राफ्ट चाहिँ थिएन कि होइन। क्राफ्ट नभइसकेपछि त तिमीले चान्स पाउँछौ, एक न एक दिन त पाउँछौ, तर क्राफ्ट छैन भने त्यो पाएको अपर्च्युनिटी पनि वेस्ट हुन्छ। त्यही भएर क्राफ्टमा काम गर्नु पऱ्यो। अपर्च्युनिटी नआए पनि तिमीले क्रिएट गर्छौ कि। सो त अब तिमी मेकिङ गर्दा गर्दै ठिक छ, मेकिङमा म पछि जाउँला, अब अहिले म बरु पोडकास्टैबाट भयो भने सुरु गर्दै गर्छु भने तिमीले आफूले क्रिएट गर्यो नि त होइन। जस्तो मैले अब सानो आफ्नै एउटा एकाडेमी सुरु गरेँ एक्टर्स हब भनेर होइन। त्यो मैले आफूले क्रिएट गरेँ, त्यो क्राफ्टले दिने कन्फिडेन्स हो कि होइन। अब मसँग केही थिएन भने मसँग कहाँबाट आँट आउँथ्यो र होइन र। एक्ज्याक्टली। अनि त्यो थाहा हुँदै जान्छ, अनि त्यसपछि ल यो भएन भने यो भएन भने यो भएन भने यो भनेर तिमी आफैले अपर्च्युनिटी क्रिएट गर्न थाल्छौ कि। अपर्च्युनिटी अरूले दिनै पर्छ भन्ने पनि छ र छैन, मेन चाहिँ क्राफ्ट। तर एउटा कुरा के थियो भन्नाले मैले अस्ति एउटा सर्ट मुभी बनाउँदाखेरि एउटा थिएटरको एउटा साथी थियो क्या, त्यसलाई मैले पिच गरेको होइन, त्यो पिच गरेको। अनि भन्छ स्टोरी त बवाल छ यार, तर म चाहिँ क्यामेरा अगाडि चाहिँ काम गर्दिनँ किन म थिएटर आर्टिस्ट हो भनौँ क्या। तर म यो चाहिँ कुरा चाहिँ मैले त्यतिखेर बुझिनँ क्या। त्यो थिएटर आर्टिस्ट छुट्याइदिन्छ होइन, थिएटरको आर्टिस्ट हो होइन। अनि त्यो यो एकाडेमीको त्यो हुन्छ नि त्यो सिनेमाको त्यो किन त्यो छुट्याएको चाहिँ किन हो भन्नाले त्यो के डिफ्रेन्ट चाहिँ के छ त्यस्तो दुइटा बिचमा? थिएटर आर्टिस्ट र फिल्म कमर्सियल थिएटरमा पढेको र फिल्ममा पढेको भन्ने कुरा होइन। आर्टिस्ट त आर्टिस्ट हो, एक्टर त एक्टर हो। एक्टर जस्ट क्यामेरा फेसिङको चाहिँ यो हुँदो रहेछ क्या प्रब्लम कि समथिङ हुँदो रहेछ होइन। यस्तो हो, जस्तो एक्टर्स आर एथलेट अफ इमोसन भन्छ होइन, इमोसन्सहरूको खेलाडी हो टाइटल हो कि क्या होइन। त्यो के अरे इमोसन्सको खेलाडी हो भन्छ क्या एक्टरहरू चाहिँ। खेल्ने नै उनीहरूले इमोसन्समा हो। अझ त्यो चाहे थिएटर एक्टर होस् वा फिल्म एक्टर होस् वा थिएटरमा पढेको होस् फिल्ममा पढेको होस्, उनीहरू सबैजना लास्टमा अल्टिमेटली प्ले गर्ने त इमोसन्समै हो होइन। फिलिङ्सको कुराहरू, इमोसन्सको कुराहरू, ह्युमन बिहेभियरको कुराहरू, यही कुराहरू थिएटरमा पनि पढाइ हुन्छ, फिल्ममा पनि पढाइ हुन्छ। टेक्निकल्ली चाहिँ अलिकति दुईवटा फरक प्लेटफर्महरू हो। थिएटरमा तिमीले पर्फर्म गर्नु र क्यामेरा अगाडि पर्फर्म गर्नु चाहिँ टेक्निकल्ली केही कुराहरू फरक हुन्छ। हेजिटेट चाहिँ फिल हुँदो रहेछ क्या, जस्तो क्यामेरामा काम गर्नलाई भर्खर थिएटरबाट आएकोलाई चाहिँ फिल हुँदो रहेछ। या फिर कोही कुनै आर्टिस्टहरू चाहिँ थिएटर मात्र गर्न चाहन्छ नि त होइन। त्यो राम्रो हो, त्यो एकदम नन करप्टेड मेन्टालिटी हो। त्यस्तो खालको आर्टिस्ट भेट्यो भने त मलाई खुसी लाग्छ होइन। भनेको थिएटर भनेर चाहिँ कस्तो ठाउँ हो नि, मेरो एक्सपिरियन्स अनुसार चाहिँ है, अब त्यस्तो धेरै एक्सपिरियन्स त छैन मलाई पनि, तर मेरो एक्सपिरियन्स थिएटर चाहिँ मैले फुल अन इन्जोय गरेँ हो क्या। फ्रिडम के एज एन आर्टिस्ट, कसैको रोकटोक छैन, केही पनि छैन होइन। कटिङ वान म्यान सो होइन, वान रन सो भनौँ न, वान रन सो हुन्छ। त्यो फ्रिडम इन्जोय गर्ने ठाउँ क्या एज एन एक्टर। कसैले रोक्दैन, कसैले केही पनि भन्दैन होइन। म आफ्नै वान गोमा 1.5-2 घन्टा ननस्टप दिन्छु पर्फर्मेन्स। फ्रिडम इन्जोय गर्ने ठाउँ। अब त्यही माथि त्यही ठाउँमा सिनेमा थिएटर चाहिँ पुरै एक्टर्स मिडियम भनिन्छ, फिल्म डिरेक्टर्स मिडियम भयो होइन। अनि यहाँ त अब डिरेक्टरलाई चित्त बुझेन भने काटिदिन्छ, अर्को तरिकाले गरौँ, यो तरिकाले गरौँ, जुन तिमीलाई रिलेटेबल नलाग्ला कतिपय बेलामा। तर बिङ अ पपेट अफ डिरेक्टर तिमीले पर्फर्म गर्नुपर्छ। फिल्ममा त एक्टर्स त पपेट अफ डिरेक्टरै हो। डिरेक्टरले जसरी भन्छ जे खोजे हो, किनकि सिनेमा चाहिँ कस्तो हो भने डिरेक्टरको भिजनलाई एक्जिक्युट गर्नको लागि सबजनाले काम गरे हो। सिनेमाटोग्राफरदेखि लिएर मेकअप आर्टिस्टदेखि लिएर स्पोर्टदेखि लिएर हरेक विधाको मान्छेहरू चाहिँ डिरेक्टरको भिजनलाई चाहिँ सहज बनाउनको लागि सेटमा छन् होइन। भनेपछि तिमीलाई कतिपय बेलामा चित्त बुझ्दैन होला, गर्न मन पनि लाग्दैन होला, तर तिमीले गर्नुपर्छ एज एन एक्टर। किनकि डिरेक्टरले त्यसरी नै भन्न खोजेको छ, त्यही तरिकाले भन्न खोजेको छ। थिएटरमा त्यो हुँदैन। थिएटरमा तिमी आफ्नो मर्जीले एनालाइसिस गर, आफ्नो मर्जीले पर्फर्म गर, आफ्नो मर्जीले प्र्याक्टिस गर। 1.5-2 महिना प्र्याक्टिस हुन्छ, मजाको प्रोसेस। नाटकहरू भइरहेको हुन्छ अनि 2 महिनासम्म तिमी त्यही एउटा स्क्रिप्ट, त्यही एउटा क्यारेक्टर मजाले माझेर बस्छौ आफूलाई होइन। रमाइलो हुँदो रहेछ, रमाइलो हुन्छ। अनि हेर्ने मान्छेलाई पनि रमाइलो हुँदो रहेछ क्या। फरक चाहिँ यस्तो हो कि अब थिएटर चाहिँ
somehow अडियन्सको डिस्टेन्स अनुसार पर्फर्म गर्नु पऱ्यो नि त उनीहरूको अडियन्सले पनि तिमीलाई देख्नु पऱ्यो सुन्नु पऱ्यो होइन हेर्न आइसकेपछि त त्यो लाउड त्यो के अरे लाउडमा पनि प्रब्लम हुन्छ क्या जस्तो कि उहाँले डायलग डेलिभरीमा क्या थिएटर आर्टिस्टले नर्मल डायलग दिँदा पनि पुरै हाई फ्रिक्वेन्सीमा क्या पुरै एकदम कराउँदै भन्छ नि त होइन तर हामी सिनेमाको त फेरि त्यस्तो हुँदैन होइन त्यो जरुरी छैन त्यो चाहिँ मात्रा तिमीले थाहा पाउने हो एक्टिङको चाहिँ मात्रा चाहिँ जस्तो सिनेमामा आउँदाखेरि अलिकति मात्रा घटाउनु पर्छ होला भन्ने कुरा हो के हो जस्तो त्यही अघि मैले भने नि थिएटरमा तिमीले अडियन्सलाई फलो गर्नुपर्छ सिनेमामा तिमीलाई क्यामेराले फलो गर्छ त्यही भएर तिमीले मिनिमल भएर काम गर्दाखेरि पनि तिम्रो आँखा यस्तो गरेको छौ भने पनि त्यो देखाउँछ क्या होइन क्लोजअप लिइदिन्छु नि अनि अब थिएटरमा तिमीले यस्तो गर्यो भने नदेख्ला नि त ए दिनै पऱ्यो नि त बिचरा लास्टको अडियन्सले पनि देख्नु पर्छ अब त्यही मात्रा यता कम गर्नुपर्ने हो नि त त्यो मात्राको नलेज नभएर हो यो मैले किन सोधेको भने नि अस्ति मैले एउटा सर्ट मुभी बनाएको क्या सर्ट फिल्म मैले पनि एज अ एक्टर गएको थिएँ अनि त्यसपछि एउटा दाइ त्यही हुनुहुन्थ्यो थिएटरको नाम लिँदिनँ तर सिनियर नै दाइ हुनुहुन्छ होइन अनि कस्तो क्या सानो ओइ ओइ सुन त भन्दा पनि ओइ सुन त भन्दा भन्दै सबै थर्किने क्या छेउछेउ वरिपरि क्यामराम्यानदेखि लिएर होइन असिस्टेन्टदेखि लिएर सबै थर्किने क्या अनि त्यो चाहिँ अब तिम्रो थिएटरबाट फिल्ममा देखेको भएर तिमीलाई त्यो लाग्यो होइन तर देयर आर लट्स अफ फिल्म एक्टर्स जसले चाहिँ थिएटरमा गएर चिपाल्नु भएको छ फेरि त्यो पनि त छ नि त सिनारियो त फिल्ममा काम गरेको छ नि अनि उनीहरूलाई थिएटर एक्सप्लोर गर्नु मन लाग्छ उहाँहरूलाई थिएटरमा गएर पर्फर्म गर्नु मन लाग्छ एक्टरहरूलाई त्यो मैले पनि इन्टरभ्यूहरू सब देखिरहेको थिएँ जस्तो सकेसम्म थिएटर गर भनेर भन्छ नि त होइन सकेसम्म थिएटर जोइन गर त्यो रेन्जहरू फरक पारिदिन्छ नि त अब त्यो जस्तो के भन्छ त्यो भेरिएसन अफ रेन्जेसमा काम गर्नु पाउँछ तिम्रो थिएटरमा चाहिँ एक्सप्लोरेसन अलिकति हेभी हुन्छ सिनेमामा तिमी अलरेडी नै कन्जस्टेड भएर काम गर्नुपर्छ सिक्ने त जहाँ गयो नि त्यही नै हो होइन यो सबै अब त्यो डायमन्ड कोटेड वर्ड्सहरू भयो होइन यहाँ सिक्यो भने यस्तो हुन्छ त्यहाँ सिक्यो भने त्यस्तो हुन्छ भनेर होइन सिक्दै नसिकेर आएको एक्टरहरूले त फाँड्दैछ होइन सिक्ने त जहाँ गयो नि त्यही हो इभेन्चुअली चाहिँ ट्रुथफुल कसरी हुने भन्ने हो क्या पर्फर्म गर्दाखेरि ट्रुथफुल कसरी हुने भन्ने कुरा मात्रै हो जहाँ गयो नि प्रोसेस चाहिँ त्यही नै हो मिडियम चाहिँ फरक हो क्या मिन्स र मिडियम फरक हो क्यामेरामा अर्कै तरिकाले काम हुन्छ थिएटरमा अर्कै तरिकाले पर्फर्म हुन्छ त्यो यति कुरा मात्रै फरक हो बाँकी एक्टिङ त एक्टिङै हो क्या लास्टमा गएर चाहिँ अनि त्यो मैले अघि भने जस्तै थिएटरको मान्छेहरू जस्तो ल्याक अफ एक्सपिरियन्सले गर्दाखेरि एक दुईवटा सिनेमामा काम गर्दाखेरि लाउड लाग्ला अनि त्यही सिनेमाको एक्टरहरू थिएटरमा जाँदाखेरि फेरि उनीहरूको पुग्दैन होइन त अनि यो त दुईतिरै छ नि त जस्तो हामी चाहिँ जहिले पनि फिल्म चाहिँ लार्ज स्केल अफ अडियन्समा पुग्ने भएकोले गर्दा थिएटर आर्टिस्टलाई आएर फिल्ममा कम्पेयर गरिदिन्छौँ विच इज रङ त्यही ठाउँमा देयर आर लट्स अफ फिल्म एक्टर्स जसले चाहिँ थिएटरमा पर्फर्म गर्दाखेरि उहाँहरूले पनि बिगार्नु भएको छ बिग्रेका केसेसहरू त छन् नि त तर इभेन्चुअली 4वटा 5वटा 6वटा थिएटर गर्न थालेपछि त्यो फिल्म एक्टरले पनि थिएटरमा राम्रै गर्न थाल्छ अनि त्यो थिएटर एक्टरले पनि 4वटा 5वटा 6वटा फिल्म गर्न थालिसकेपछि उहाँले पनि फेरि क्यामेरामा राम्रै गर्न थाल्नुहुन्छ होइन मिन्स एन्ड मिडियम फरक भएकोले गर्दाखेरि सुरुमा झ्याप्प जाने बित्तिकै अलिकति गाह्रो हुने मात्रै हो क्या तर इमोसन्स त यता फिल्म कलेज पढेकैहरूसँग पनि त्यही इमोसन्समा काम त्यही नै हो त्यो ल्याक अफ एक्सपिरियन्स मात्रै हो क्या कहाँ कसरी युज गर्ने थिएटरमा अलिक लाउड बोल्ने भयो भने त सिनेमामा त त्यो अलिकति हुन्छ नि त पछि गएर डबिङ हुन्छ नि त होइन अब हेर यो पोडकास्ट भने गफै हान्ने त तिम्रो म दुईजना गफै हान्ने तर तिम्रो गफ हान्ने तरिका सजन मिजुको गफ हान्ने तरिका होइन अरू कतिजना मान्छेहरू पोडकास्ट लिइराख्नु भएको छ नि त सबैजनाको तरिका फरक हुन्छ नि त प्रोसेस फरक हुन्छ नि त तिम्रो आज फर्स्ट एपिसोड छ त्यही भएर के गर्ने कसो गर्ने यताउता भनेर धेरैवटा सोच आइरह होला नि त अभियसली तर त्यही ठाउँमा अब 100वटा 500वटा एपिसोड पुऱ्याइसकेर मतलब छैन आज को गेस्ट हो उहाँ हो ए ल ठिक छ ल बोलाउँ त ल के छ हाल भने चिलमा हानिदिन्छ अनि एक्सपिरियन्स त हो एट द एन्ड अफ द डे त अनि त्यही नै हो तर के भन्छ अहिले यङ्स्टरहरू क्या जस्तो धेरै मुभीहरूमा आउन त सबैलाई अहिले रहर छ क्या सर आउन सबैले खोज्छ नि त होइन कसरी कहाँ पुग्ने कसरी गर्ने के गर्ने भन्ने सोच आउँछ नि त होइन त्यो चाहिँ सर कसरी हुन्छ जस्तो म एज अ एक्टर भएँ होइन म मानिलियो म इटरीमा छु होइन मलाई एक्टर बन्न मन लाग्यो तर होइन तर कसरी गर्ने त कोही चिनेको हुँदैन होइन काठमाडौँ जानु पऱ्यो चिनेको हुँदैन कसरी गर्ने के गर्ने होइन त्यो चाहिँ थोरै भनिदिनु भयो भने सजिलो हुन्छ क्या जुन आउने जेनेरेसनहरूलाई क्या जस्तो एउटा सपोर्ट हुन्छ नि त उनीहरूलाई अब किनकि काठमाडौँ आउने बित्तिकै ब्ल्याङ्क नहोस् क्या जस्तो यहाँ काठमाडौँ पनि धेरै फ्रडहरू हुनुहुन्छ क्या भनौँ फ्रड भन्दा पनि जस्तो तँलाई फिल्ममा खेल्दै स्क्यामरहरू फिल्ममा खेलाइदिन्छु यति पैसा लगा भनेर त्यो हुन्छ नि त त्यो कसरी त्यो बस्नु क्या त्यो सिचुएसन भयो एक्चुअली डुब्ने
अनि थाहा पाउने यसको सङ्गत गर्नुहुन्न भनेर अनि बाँच्ने। अन्त त्यो अब कसरी भने अब जस्तो तिमी आउँछौ अब फिल्म कलेज जोइन गर्छौ होला वा थिएटर जोइन गर्छौ होला वा अडिसन कल्सहरू हुन्छ, आर्टिस्टको ग्रुपहरू छ कति फेसबुकमा इन्स्टामा होइन। अब कहाँनिर कुन अडिसन भइरहेछ भन्ने कुराहरू पोस्ट गर्ने कतिवटा पेजेसहरू छन्, जेन्युन पेजेसहरू। तर पेजहरू पनि फेक हुँदो रहेछ सर। अब कतिवटा हुन्छ होला तर मैले चाहिँ यो सर भोगेको छु क्या। अस्ति मैले एउटा अडिसन दिन गएको थिएँ होइन, त्यो के अरे पुरै जोस चलेको थियो होइन, के गरौँ होइन, पुरै एक्टरै बनिदिउँ क्या जस्तो लाग्यो। अनि फेरि मैले फेसबुकमा एउटा पोस्ट देखिरहेको थिएँ, ब्रह्मानन्दको यसरी फोटो हालेर होइन, पुरै 500 रुपियाँ अडिसनको लागि लेखेको थियो होइन, पुरै जोसेर गयो अडिसन दिन होइन। गएर अनि पुरै अनि पालो त लामो लाइन थियो होइन। अनि पालो आयो, पालोमा त फेरि मलाई एउटा के अरे सिन दियो कि यो के अरे एउटा डायलग भन कुनै मुभीको भनेर होइन। अनि मैले सौगत मल्ल सरको एउटा डायलग हान्थेँ त्यहाँ होइन, बवाल छ भन। त्यसपछि एउटा के अरे एउटा भनौँ तिम्रो गर्लफ्रेन्ड त्यहाँ छ, अरू बोयफ्रेन्डले अरू केटाले हेर्दैछ त्यहाँ होइन, अरू केटाले त्यहाँ रोज दिन आउँदैछ होइन, त्यो केटीले एक्सेप्ट गरिसकेको छ। अब तिमी त्यहाँबाट आउँदैछौ रोज लिएर होइन, अब तिम्रो रियाक्सन के हुन्छ भनेको। अनि मैले रियाक्सन पनि दिएँ होइन, सायद होला 10-20% होला करेक्ट भयो होला होइन। पुरै वाउ राम्रो छ भने त म त त्यतिखेर होइन, म त बनियो यार, अब त अब कमाउने भयो होइन, काठमाडौँ आएर यार पुरै बन्यो अब होइन। साथीहरूलाई भनेको थिएँ मैले अब फेरि अडिसन सर्न दिइसक्यो भने होइन। अनि त्यसपछि 2 दिनपछि के भयो भने तपाईँको त सेलेक्सन भइसकेको छ, तर तपाईँ चाहिँ जोइन गर्नुपर्छ, यहाँ ट्रेनिङ लिनै पर्छ, त्यसको लागि 10,000 रुपियाँ तिर्नै पर्छ भनेर भन्नु क्या। अनि त्यसपछि त्यो चाहिँ मैले भने क्या, त्यो फ्रडहरू पनि हुनुहुन्छ होइन, यहाँ स्क्यामहरू हुनुहुन्छ, तर बस्नुपर्छ त्यो कुरा। तिमी जसलाई त ठग्नै पर्यो नि त। के गरौँ भएपछि एक्टर बनिदिमी, के गरौँ भएपछि एक्टर बनिदिमी के हाम्रो गयो एक त। अनि अर्को एज एन एक्टर तिमीलाई अरू दामी छ भन्नुभन्दा पहिला तिमी आफूले थाहा पाइसक्यो हुन्छ कि मैले कस्तो गरेँ भने। होइन त्यो त पछि थट आउँदो रहेछ क्या। त्यो त अब जस्तो वाउ यार दामी छ यार, तिमी त मुभीमा काम गर्छौ यार भनेपछि त त्यो एक्साइटमेन्ट हुन्छ। अब त्यस्तो मान्छेहरू त मेरो लागि त खतरा हो, कला हो यार। त्यो ठगेर बस्नु पनि त कलै हुन्छ होइन। अब त्यो ठगिरहेको भने त अब त्यो तर यस्तो हो, त्यो तिमीले जेन्युन मान्छेको हो, जेन्युन पेजको हो होइन, त्यो चाहिँ अब तिमीले रिसर्च गर्नुपर्छ, त्यसको लागि एक्सपिरियन्स गर्नुपर्छ, मान्छे चिन्नुपर्छ। फलोवर पनि फेरि उनीहरूले फेरि पेजमा फलोवर पनि टन्नै बनाइसकेको हुन्छ क्या होइन। त्यही त भनेको जस्तो बस्नु पायो भन्दामा थ्याच्च नबस्नु होइन, बोल्न पायो भन्दामा प्याच्च नबोल्नु भन्छ नि त। सो अपर्च्युनिटी पायो भने त ल्याम्मै ग्र्याब पनि नगर्नु, सुन्नु, सोच्नु, एक्सपिरियन्स मान्छेहरूलाई भेट्नु पर्यो होइन। भनेको त्यही त मैले भने। अब तिमी आयो अल अफ अ सडन यता आयो, ल अब कहाँ जाने, के गर्ने, कसरी छिर्ने होला भन्ने कुरा कसैलाई थाहा हुँदैन नमाने। तर मनोला थिएटरमा हेर न, त्यहाँ पढ्ने हरेक विद्यार्थीहरू दया दाइसँग पहुँच्छ होइन, दया दाइसँग भेट्छन् उनीहरूले, विजय बराल दाइसँग भेट्छन् होइन, सोमनाथ खनाल दाईहरू हुनुहुन्छ उहाँहरूसँग भेट्छ, बुद्धि तामाङ दाई त्यहीँ हुनुहुन्छ उहाँहरूसँग भेट्छ, नाजिर हुसेनजी त्यहीँ हुनुहुन्छ उहाँहरूसँग भेट हुन्छ होइन। भनेको विद्यार्थीको अब हेर्नु न, राइट ठाउँमा गएर पढ्ने बित्तिकै राइट मान्छेसँग गएर भेट भयो नि त। कान्तिपुर फिल्म एकाडेमीमा जानुहुन्छ, त्यसरी नै सेलिब्रेटी भिजिट्सहरू हुन्छ, एकाडेमीले अडिसन कल गरेको सबै इन्फर्मेसनहरू भनिदिन्छ, तिमीलाई पो थाहा हुँदैन त। तर एकाडेमी चलाएर बसेको मान्छेलाई त थाहा हुन्छ नि त होइन। सो लाइक डिफ्रेन्ट संस्थाहरू छ, डिफ्रेन्ट कास्टिङ एजेन्सिजहरू छ जहाँ तिमीले फर्म भरेर आफ्नो इन्फर्मेसन दिएर अडिसन दिन जान पाउँछौ होइन। सो यस्तो ठाउँमा डुल्नु पऱ्यो क्या, न कि चाहिँ त्यो के अरे यो सडक से उठाएको स्टार बना दूंगा, त्यो त तिमीले थाहा पाउनु पर्यो नि त यार होइन। अब यस्तो मोडर्न एजमा छौ तिमी, इन्टरनेटको यत्रो डेन्जर पकड छ, अनि यहाँनिर पनि तिमी ठगिने भइरहेछौ भनेपछि त्यो तिम्रो कमजोरी हो भनेको। फेरि यस्तो छ क्या, त्यो बिलिभ नै गराइदिन्छ क्या सर, त्यो पनि हो क्या। यो बिलिभ गराइदिने भने चाहिँ तिम्रो लोभले तिम्रो आँखा यसरी छोपिदिएको हुन्छ कि जसले जेसुकै भने पनि सही भन्यो जस्तो लाग्छ क्या। त्यो चाहिँ तिम्रो लालचले, लोभले होइन, त्यो एउटा के भन्छ स्वार्थले तिम्रो आँखामा बाँधिदिएको पट्टीहरू हुन्, जसले गर्दाखेरि तिमी दायाँ बायाँ काहीँ पनि केही सोच्नै खोज्दैनौ क्या। अब जस्तो मलाई नै पनि त यार सुरुको फेजमा आउँदाखेरि त खतरा डान्स गर्दो रहेछस् भाइ, एक्सप्रेसन एपिक रहेछ, तँ यार हिरो हुनुपर्छ भने है दाइ। यही त जान्थ्यो होला नि त मेरो पनि होइन, गएको पनि थियो, मैले पनि डुबाएँ अलिअलि होइन, गएको पनि थियो मैले पनि डुबाएँ अलिअलि। डुबेपछि बल्ल थाहा हुन्छ तैरिने कसरी र तैरिने किन होइन। अनि त्यही हो, त्यो त अब तिम्रो गहिराई नाप्नको लागि एकचोटि हाम फाल्नुपर्छ भने जस्तै हो।
अनि अब आउनु पऱ्यो मान्छेहरू, जेन्युन अर्गनाइजेसन्सहरू छ, जेन्युन प्लेसेसहरू छ, त्यहाँ जानु पऱ्यो, सिक्नु पऱ्यो। अनि मान्छेहरूसँग चिनजान हुन्छ, के गर्ने के नगर्ने उहाँहरूले परामर्श दिनुहुन्छ, कन्सल्ट गराइदिनुहुन्छ होइन। अनि त्यसपछि त्यो अनुसार तिमी सिक्दै जाने हो नि त। लोभ र लालच र सपनालाई मात्रै हातमा बोकेर आउनुहुन्न कि, हार्डवर्क गर्ने कि स्मार्ट वर्क गर्ने त त्यो तिम्रो हातमा छ नि त होइन। सो प्रिफर स्मार्ट वर्क। ठाउँहरू छ, संस्थाहरू छ, मान्छेहरू हुनुहुन्छ, सबैतिर जाने, सबैलाई भेट्ने होइन। अनि बिस्तारै सिक्दै गइन्छ। अब तिमी यार इटालीबाट झोला बोकेर आयो अनि तिम्रो झोला चाहिँ सिधै सेटमा झर्नुपर्छ भनेर तिमीले सोध्छौ भने त कहाँबाट हुन्छ त, हुँदैन नि। इटालीबाट आउनु पऱ्यो, झोला खोल्नु पऱ्यो, कपडा च्यात्नु पऱ्यो, जुत्ता फटाउनु पऱ्यो, चप्पल फटाउनु पऱ्यो होइन। जस्तो छतमा पुग्नु छ, भरिङ चाहिँ नचढ्ने, फुरुक्क उड्ने। अब के उड्नलाई अब के अब प्यान्टमाथि कटु लाउँदैन तिमी सुपरम्यान त हुँदैनौ नि त, भरिङ त चढ्नै पऱ्यो नि त होइन र। अरूले भन्यो भने विश्वास गर्नु हुँदैन, आफूले पनि एनालाइटिकल हुनु पऱ्यो। यस्तो त थट आउँदो रहेछ क्या सर, यङ एजमा चाहिँ आउँदो रहेछ क्या। यङ एजमा नभनौँ, एक्सपिरियन्स नभएको बेलामा भनौँ न। अब तिमीसँग एक्सपिरियन्स भएन भने चाहिँ बल्ल हो। जस्तो नत्र 17-18 वर्षको बच्चाहरूले अलिक बेचेर खाइदिन्छ हामीलाई, त्यो चाहिँ हो एक्सपिरियन्स बच्चाहरू हुन् कि तिनीहरू चाहिँ होइन। अब म आफैलाई कतिवटा चिजहरू, इन्टरनेटको कतिवटा चिजहरू चलाउन आउँदैन होइन। 11-12 वर्ष बच्चाहरूले फरवर्ड भइसकेका छन्। 1 क्लास 2 क्लासको बच्चाले त टिकटक फेसबुकहरू चलाउँछन्। अनि त्यही त अनि मम्मीलाई सिकाएर हुन्छ, मामा यसरी होइन के भन्दै होइन। पुरै त्यही एक्सपिरियन्सले सिकाउने त सबै कुरा। एज भन्दा पनि एक्सपिरियन्स हो। सर एक्टरले त रिकग्निसन खोज्छ नि त, काहीँ पनि रिकग्निसन। तपाईँको जब द ग्रेट मुखिया मुभीमा त्यो ठुलो तपाईँले भन्नुभयो एकचोटि कि चाइनामा मेरो पोस्टर त्यत्रो ठुलो पोस्टर देख्दा एउटा एक्टरको जुन रिकग्निसन पाउनु भयो, त्यो फिलिङ कस्तो थियो सर? यार यो चाहिँ खत्रै फालै क्या हो, यो मजा ढिलो आयो कडा आयो। कस्तो भयो नि, चाइनाको चाहिँ इन्टरनेसनल फिल्म फेस्टिभल थियो, सर्ट फिल्म फेस्टिभल होइन। अनि त्यहाँनिर हाम्रो फिल्म द ग्रेट मुखिया सेलेक्ट भयो। अनि हाम्रो डिरेक्टर, म, अनि त्यसपछि प्रड्युसर, हामी 3-4जना गयौँ त्यो फेस्टिभललाई अटेन्ड गर्नको लागि। अनि आई वाज द ओन्ली एक्टर है त्यहाँनिर पनि। फेरि अरू सबै देशको अब त्यो फिल्महरू आएको थियो, डिरेक्टर प्रड्युसर राइटर आएर छन्, एक्टर चाहिँ म मात्रै पुगेको रहेछु फेरि लक्कीली। अनि जहाँबाट फेस्टिभल सुरु हुने भेन्यू हुन्छ नि त्यहाँबाट पोस्टर टाल्दै आएर रहेछ। अनि लास्टमा चाहिँ हाम्रो नेपाली फिल्मको पोस्टर टालेर रहेछ होइन कि द ग्रेट मुखियाको। अनि अब एयरपोर्टबाट चाहिँ बाहिर निस्किने बित्तिकै फर्स्टमा पऱ्यो। एयरपोर्टबाट त अब जुनसुकै फेस्टिभल एटेन्ड गर्न आएको मान्छे पनि बाहिर निस्किने बित्तिकै पोस्टर त हेर्छन्। एयरपोर्टबाट बाहिर निस्किने बित्तिकै तिमीले राइट टर्न लियो, त्यहाँनिर 2 तलाको टक्क मेरो पोस्टर क्या गन लिएर सटक्क बसिराखेको होइन। अनि त्यतिखेर पुरा आफ्नो पोस्टर हेरेर पुरा आँसु आयो, एकछिन खुसीको आँसु। त्यो वाइल्ड खुसी लाग्दो रहेछ यार त्यो। किनकि अब मेरो आफ्नै ठाउँमा कतिजना द ग्रेट मुखिया भन्ने कुराहरू थाहा छैन होइन। अब त्यो हामीले पब्लिकली राखेको पनि छैन, त्यसले गर्दाखेरि पनि धेरैजनालाई थाहा छैन। अब त्यो अर्काको देशमा फिल्म फेस्टिभलमा त्यो रिकग्निसन पाइरहेछ सिनेमाले, लास्ट अब त्यो खुसीले आँसु आएको थियो कि त्यतिखेर चाहिँ मजाले एकदम दुःख गरेर बनाइए पनि थियो। साइलेन्स फिल्म, चार्ली च्याप्लिनलाई होमाज दिएको। अनि बाहिर चाहिँ अब साइलेन्स फिल्म गऱ्यो विदाउट डायलग, एउटा एक्टरले इमोसन्सहरू पोर्ट्रे गरिरहेछ भन्ने बित्तिकै अर्कै एउटा स्थान दिएर हेर्ने क्या एक्टरलाई चाहिँ। अनि मजा आएको थियो त्यो एक्सपिरियन्स। अब यहीँ काहीँ कसैलाई केही मतलबै छैन, मेरो घरमा भाडामा बस्नेलाई थाहा छैन म एक्टिङ गर्छु भनेर, आफन्तहरूलाई पनि थाहा छैन। तर अब त्यो अर्काको ठाउँमा तिमीलाई एज एन एक्टर कसले रिकगनाइज गरिरहेको छ नि त अभियसली अब त्यो त। तर बाहिर चाहिँ प्रियोरिटी चाहिँ दिँदो रहेछ क्या त्यस्तो, प्रायोरिटी दिन्छ दिँदो रहेछ क्या त्यस्तो कुरामा चाहिँ। त्यो चाहिँ मलाई मनपर्छ एकदम। तर नेपालमा अब सायद दिन्छ होला, पछि गएर दिन्छ होला, तर अहिले सिचुएसन त्यो छैन नि त हाम्रो जेनेरेसनमा। आर्ट चाहिँ कस्तो हो नि, मान्छेले नेग्लेक्ट गर्ने मात्रै हो, तर चाहिन्छ त्यो त हो। सुत्नुभन्दा अगाडि गीत सुन्नुपर्छ, बिदा भयो भने फिल्म हेर्न जानुपर्छ होइन। मैले कुनै पनि डक्टरलाई घर घेरेर एउटा सेल्फी लिउँ भनेको देखाएको छैन, तर त्यही डक्टरले फेरि सेलिब्रिटीलाई घेरेर सेल्फी लिएको देखाएको छु। मान्छेलाई कन्सियसली थाहा छैन, तर सब कन्सियसली एभ्री वान इन्जोय आर्ट। तिमी गीत बजाऊ वा डान्स गर होइन, जतिसुकै दारू खाऊ पार्टीमा तिमीलाई डान्स गर्नै पऱ्यो होइन, गीत सुन्नै पऱ्यो, फिल्म हेर्नै पऱ्यो, बाँसुरीको धुन, मादलको धुन, गिटार सितार सबै मान्छेलाई कन्सियसली थाहा नभए तर आर्ट चाहिँ जहिले पनि प्रायोरिटीमै छ कि। अनि
वर्ल्डमा जहाँ पनि आर्टिस्टलाई र आर्टलाई त रेस्पेक्ट त हुन्छ। अब कसले कति मात्रामा दिने भन्ने कुरा हाम्रो त पपुलेसनै सानो छ, सानो छ पपुलेसन सानो छ, त्यसले गर्दाखेरि रिकग्निसन पनि सानो परे मात्रै हो। अब त्यही ठाउँमा हेर्नु न, शाहरुख खान पनि त्यही एक्टर हो, हाम्रो राजेश सर पनि त्यही एक्टर हो, सलमान खान पनि एक्टरै हो होइन, यता हरिवंश सरहरू पनि एक्टरै हो। अब उनीहरूको 120 करोड जनता छ, हाम्रोमा 2-3 करोड जनता हुनुहुन्छ। अब त्यसमा पनि यतिको रिकग्नेसन पाउनु भनेको त राम्रो हो नि एज एन आर्टिस्ट, होइन र? तर के भन्छ हाम्रोमा प्रोडक्सन भ्याल्यु पनि कमै हुन्छ कि जस्तो बाहिरको अब प्रोडक्सन भ्यालु त कम हुने नै भइहाल्यो नि त, अनि इन्कम जेनेरेटै कम हुन्छ त, प्रोडक्सन भ्यालु कम हुँदैन नि त। त्यो चाहिँ नेपाली मुभी अब प्राय त 120 करोड जनता हाम्रै छिमेकी देशमा छ। 120 करोड जनतामा 1 करोड जनता भनेको कति नै हो र? एकदमै कम पपुलेसन हो नि त। 120 करोडमा 1 करोड जनताले 100 रुपियाँ तिरेर फिल्म हेऱ्यो भने 100 करोड हुन्छ। एउटा स्टेटको यो होला पपुलेसन होइन, 1 करोड जनताले 100 रुपियाँ तिरेर फिल्म हेऱ्यो भने 100 करोड हुन्छ। हाम्रोमा कहाँ छ त 1 करोड फिल्म हेर्ने अडियन्स? छैन नि त। हलमै गएर फिल्म हेर्ने अडियन्स त कति यार, म्याक्सिमम ट्यालेन्टेड छ नि त। अनि हाम्रो एक्टर पनि यत्रो ट्यालेन्टेड छ, हामी नयाँ यङ जेनेरेसनहरूको डाइरेक्टर पनि एकदम ट्यालेन्टेड छ क्या। तर त्यो प्लेटफर्म भनौँ कि होइन, यो हेर त्यो चाहिँ अलिकति त्यो सानो देश अनि कम पपुलेसन भएकोले गर्दाखेरि फाइदा पनि छ, कम्पिटिसन कम छ होला, एक्जिक्युसन इफेक्टिभ छ होला होइन, आफ्नो ठाउँमा छ। तर अब ग्लोबल रिचको लागि पपुलेसन छैन, ठुलो ह्युज बजेटमा काम गर्नको लागि अब अडियन्स छ। त्यही रेसियोमा 10 करोड जनता भएको, 10 करोड मात्रै जनता भइदिएको भए अहिलेकै रेसियोमा जतिले फिल्म हेर्छन् त्यही रेसियोमा 10 करोड जनतामा फिल्म हेरेको भए बढी कमाइ हुन्थ्यो होला। कमाइ जति भयो त्यति इन्भेस्ट हुने त हो नि होइन। जस्तो पहिला फिल्मको कमाइ नै 2-3 करोड हुन्थ्यो, त्यही भएर 60-70 लाख रुपियाँ प्रड्युस गर्थ्यो मान्छेले। अब अहिले 15-20 करोड भइसक्यो, 4 करोड त मिनिमम बजेट लाग्छ सिनेमा बनाउन। कतिवटा सिनेमा त अब अहिले त 7 करोड 8 करोड 12 करोड बढ्न चाहिँ थालेछ, 8 करोड 7 करोड 12 करोडसम्म बनाउन थालिसकेको छ। अब पूर्णबहादुर सारङ्गीले 80 करोड हान्दियो अरे होइन। अब 80 करोड हानिदिइसकेपछि त अब त त्यो मेकरहरूले त अर्को पालिदेखि त 10-12 करोड खर्च गर्न त लोभ गर्दैन नि त। सो इन्कम जति जेनेरेट हुन्छ त्यही अनुसारको प्रोडक्सन भ्यालु बढ्ने त हो नि। अब इन्कम बिस्तारै जेनेरेट हुँदैछ, 80 करोडको मार्केट त रहेछ भन्ने कुरा थाहा हुँदैछ, अब बिस्तारै प्रोडक्सन भ्यालु पनि बढ्छ। हाम्रो इन्डस्ट्रीको कम्पेरिजनमा त धेरै हो नि यार प्रोडक्सन भ्यालु यार। अब हेर न, 105वटा 110वटा फिल्म रिलिज हुँदाखेरि 5वटा फिल्मले बल्ल पैसा उठाउँछ, धन्न 100-150वटा फिल्म त बनिरहेछ हरेक वर्ष भन न। अब योपालि त झन् पूर्णबहादुर सारङ्गीले यसरी इन्सपायर गरेको छ कि मेकरहरूलाई झन् धेरै फिल्महरू बनिँदैछ। बनिएको छ नि बिचरा यार, यस्तो ठाउँमा पनि कन्डिसन मेहनत चाहिँ गर्छ क्या सर लास्ट क्या। तर खोइ कहाँ अड्किन्छ त्यो त अब एक न एक दिन हुन्छ होला। भइहाल्छ। तपाईँले यत्रो वर्ष लगाएर एक्टिङ सिक्नुभएको होइन, सिक्नुभयो, अनि त्यसपछि हरेक कलाकारको आफ्नो एउटा हुन्छ नि त लास्ट क्या सिनेमामा काम गर्न पाओस् भनेर एउटा हुन्छ नि त, चाहना हुन्छ नि त होइन। त्यो हुन्छ। तपाईँको चाहिँ फर्स्ट डेब्युको कुरा सुनौँ न, के इन्ट्रेस्टिङ कथा त भयो होला नि त, किनकि अब त्यो नयाँ मान्छे फ्रेसर मान्छे होइन, त्यो अब त्यो फर्स्ट टाइम सेटमा जाँदाखेरि त्यो भाइब अल छुट्टै हुन्छ नि त होइन। त्यो के सुनौँ न, त्यो केही त केही भएको होला नि त त्यहाँ इन्ट्रेस्टिङहरू भयो नि। सबभन्दा रमाइलो चाहिँ म क्ल्याप भन्दाखेरिको किस्सा सुनाउँछु ल। के भयो भने हाम्रो दिपेन्द्र के खनाल दाई होइन, मेरो एकदम आदरणीय दाई, म्याक्सिमम् फिल्मसहरू अहिले म दिपेन्द्र दाईहरूसँगै गरिरहेको छु नि त होइन। अनि उहाँसँग त धेरै कुराहरू सिकेको छु मैले। अनि अब अहिले जे छु त्यो म जे छु त्यसमा धेरै कम मान्छेहरूको हात छ त्यसमा, अनि एकदमै स्ट्रङ हात भनेर चाहिँ दिपेन्द्र दाईको छ क्या होइन। उहाँले मलाई चिसो मान्छे भन्ने फिल्ममा चाहिँ बोलाउनु भयो। अनि ठ्याक्कै दाइलाई थाहा थियो म डान्सर पनि अनि एक्टिङ पनि पढिराखेको। अनि एउटा सिन थियो जहाँनिर कोरियोग्राफी गर्नुपर्ने थियो। कोरियोग्राफी भन्दा एक्ज्याक्टली कोरियोग्राफी पनि गर्नुपर्ने होइन, एक्टिङसँग रिलेटेड चिज पनि थियो। अनि त्यहाँ म गएँ, अनि स्क्रिप्ट पढिसकेपछि दाइले असिस्टै गर नि त मलाई भन्नुभयो। अनि त्यसपछि मलाई त त्योभन्दा अब खुसीको कुरा केही पनि भएन, दिपेन्द्र दाइलाई असिस्ट गर्न पाउनु भने त होइन। मैले त्यतिखेर एज एन एक्टर केही पनि सोचिनँ क्या, दाइसँग सिक्न पाइन्छ भनेर म गएँ क्ल्याप हान्नलाई नै। असिस्टेन्ट चिसो मान्छे अब हामीले ठ्याक्कै लकडाउन पछि गरेको सिनेमा हो नि त। लकडाउन पछि गऱ्यौँ, अनि चिसो मान्छे ठ्याक्कै सुटिङ भयो, फेरि लकडाउन सुरु भयो, सेकेन्ड लकडाउन। अनि अब त्यो क्ल्याप हान्न जाँदाखेरि के भयो भने एकदम वाइड लेन्स हाल्नु भएको रहेछ। अनि जङ्गलमा थियौँ हामी, अनि हाम्रो स्वस्तिमा ठक्क अगाडि उभिरहेको थियो, एकदम इमोसनल सिन चलिरहेको थियो। अनि अगाडि ट्रली थियो, अनि ठ्याक्क क्यामेरा सेटअप भयो,
अनि क्ल्याप हानेपछि म क्यामेरातिर आएको भए सक्यो, यति नै डिस्टेन्स थियो होला क्यामेरा र क्ल्याप हान्ने ठाउँमा। अनि क्ल्याप हान्न म क्यामेरातिर आएको भए त सकिन्थ्यो। म के सोचिरहेको थिएँ, क्ल्याप हान्न पछाडि गएँ, वाइड लेन्स छ, जङ्गल छ पछाडि होइन, पुरै खुला जङ्गल होइन। अनि अब म अगाडि आउनु पनि पछाडि गएँ, अनि म दौडेँ, लुक्छु कहीँ लुक्ने ठाउँै छैन, वाइड लेन्समा सबजना हट 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 भनिरहेको छ। म दौडे जङ्गलबाट दौडेर यति पर पुगेछु कि म फर्केर आउँदाखेरि 2टा सिन सकिसकेको थिएँ क्या। कस्तो पर भागेँ होला त म, त्यो क्ल्याप हाने त्यो नलेज नभएर के। अब एक्टिङ पढायो नि त, मेकिङ सेकिङ त्यस्तो केही पढाएको थिएन नि त। म पछाडि गएर कतै लुक्छु भनेको वाइड लेन्स पुरै दौडे भागे कहाँ पुगेछु क्या। यो एउटा इन्ट्रेस्टिङ थियो। अन्त चिसो मान्छे चाहिँ मेरो लागि चाहिँ फेरि फिल्म स्कुलै थियो यार, युनिभर्सिटी थियो अर्को। तर तपाईँको त पहिलो मुभी तपाईँले डेब्यु गरेको मुभी चाहिँ कुन? एज एन एक्टर डेब्यु भनेर फर्स्ट टाइम काम गरेर रिलिज भएको फिल्म पनि चिसो मान्छे नै हो। भनेको सानो क्यारेक्टर गरेको थिएँ मैले, क्लाइमेक्समा आउँछ मेरो त्यो क्यारेक्टर होइन। अनि फर्स्ट टाइम काम गरेर डेब्यु भएको मुभी पनि त्यही नै हो। तर एज एन एक्टर त्यो लिड क्यारेक्टर डेब्यु गरेर चाहिँ म भयो होइन। कान्तिपुर फिल्म एक्डेममा पढिरहेको मेयर त भोलाको क्यारेक्टर गरेको छु। अब त्यो रिलिज हुनै बाँकी छ। तर त्यो क्यारेक्टर त अब यस्तो हो, ममा त अर्कै क्यारेक्टर होला नि त त्यो तपाईँको। तर भोलामा त फेरि छुट्टै रहेछ क्या, त्यो सायद गाउँहरू जस्तो रहेछ क्या त्यो भोलाको क्यारेक्टर क्या जस्तो ल। अब मैले ठ्याक्कै भस्मेडन फिल्म भएको थिएँ त्यतिखेर, म 93 kg थिएँ होइन। अनि त्यसपछि दाइले अब मेयर बनाउने कुरा भयो, मेयर मुभी। अनि मेयर बनाउने भनिसकेपछि मेयरमा चाहिँ अलिकति म अहिले लेट 20s छु। अब अर्को वर्षदेखि चाहिँ 30s सुरु हुन्छ होइन, मेरो पनि एज अ एज नै अब 30 सुरु हुन्छ। अनि मेरो एजभन्दा ठ्याक्कै 10 वर्ष 11 वर्ष कमको क्यारेक्टर हो क्या त्यो। अनि त्यसको लागि वेट लस गर्नुपर्ने थियो। 93 kg थिएँ म। 93 kgबाट म सिधै 71मा झरेँ होइन। 71 kgमा झरेर वेट लस गरेर अनि त्यो मेयरको क्यारेक्टर गरे हो। अनि अलिकति फुचे देखिनु पर्ने थियो, 11-12 पढिरहेको क्यारेक्टर। अनि प्रोसेस भन्छु नि मैले जहिले पनि, प्रोसेस इन्जोय गर्नुपर्छ भनेर। त्यो प्रोसेसमा भइसकेपछि त्यो सेटमा गएर तिमीलाई केही प्रब्लमै हुँदैन क्या, टेन्सनै हुँदैन क्या। अनि त्यही माथि दिपेन दाई जस्तो डिरेक्टरसँग काम गर्न, लेजेन्ड डिरेक्टर हो नि होइन। सबैभन्दा धेरै एक्सपेरिमेन्टल सिनेमा बनाउनु भएको छ। अनि सक्सेस रेसियोको हिसाबले पनि। तर कस्तो त्यो सरको चाहिँ भन्नाले इमोसन चाहिँ कस्तो रहेछ, कराउनु त हुन होला नि त, कराउनुहुन्छ? दाइ त लास्टै चिल भने है एकदम कुल के चाहिँ राम्रो हो क्या भन्नाले। सेटमा के चाहिँ हुँदैन क्या दिपेन दाईसँग काम गर्दाखेरि। दिपेन दाई आफै यति कुल हुनुहुन्छ कि उहाँको अन्डरमा काम गर्ने अरू मान्छेहरू अरू फिल्ममा काम गऱ्यो भने कराउने थर्काउने खालको ह्याबिट हुन्छ नि त। भनेको फिल्ममा प्रेसर हुन्छ अभियसली, सबैजनाले कराउँछन्, चिच्याउँछन्, थर्काउँछन्। काम बिग्रियो भने एउटाको प्रेसर अन्ततिर निस्किन्छ होइन, त्यो अभियस, किनकि सेटमा त एकदम केयर्स हुन्छ नि त होइन। तर पनि दाइ आफै एकदम शान्त भद्र स्वभावको भएर होला होइन। त्यो हल्ला खल्ला झगडा सगडा यो ठुलो स्वरले बोल्ने यताउता हुँदैन क्या। यस्तो पिसफुल इन्भाइरोमेन्ट हुन्छ कि सेटमा। हामीले दिनमा 13वटा 21वटा 22वटा सिनसम्म पनि हानेका छौँ क्या दिनमा। ह्युज हो नि त होइन, यत्रो सिन पनि भ्याएको छौँ, काम पनि गरेका छौँ। अनि फेरि काम गरे जस्तो पनि फिल भएको छैन, लाइट पनि हुन्छ होइन। अब 45 दिन 46 दिन भनेर सेड्युल निकाले हुन्छ सुरुमा। कतिवटा फिल्म हामीले 29 दिन 28 दिनमा भ्याइदिएका छौँ होइन। अनि भनेको 28-29 दिनमा 45 दिनको सेड्युल हामीले 28-29 दिनमा भ्याउनु भने त काम त हेभी नै भयो नि त, हेभी नै भइरहेको छ नि त काम त। तर हामीलाई काम गरे जस्तो फिल पनि हुँदैन। लास्टै चिल, लास्टै कुल होइन। अनि फेरि सिकाउनु हुन्छ जस्तो अन्त काम गऱ्यो भने त कामै गर्ने प्रेसर हुन्छ नि त। काम कसरी भ्याउँ कतिखेर भ्याउँ भन्ने प्रेसर हुन्छ नि। तर दाइकोमा चाहिँ नयाँ मान्छे गयो भने यसरी यो भएर यो लिएको, यो भएर यसरी गरेको, त्यो भएर यस्तो गर्नुपर्छ, यस्तो पे अफ यो ले अफ यो भनेर हामी जस्तो अब फिल्म पढेर गएको विद्यार्थीलाई त सेटमा राखेर अब जस्तो अस्ति हरिबार जुत्ता गऱ्यौँ हामीले होइन। हरिबार जुत्ता गर्दाखेरि पनि अब मैले मेरो आफ्नो स्टुडेन्ट्सहरूलाई सेट भिजिट कसरी काम हुन्छ भनेर लिएर गएको थिएँ। अब त्यहाँनिर पनि मेरो विद्यार्थीलाई दाइले राखेर यसरी काम हुन्छ, यस्तो काम हुन्छ, खोल्नु भएको छ होइन अहिले। एक्टर्स हब एकाडेमी भनेर सुरु गरेको छु नि त मैले। अनि त्यहाँको विद्यार्थीहरू लिएर जाँदाखेरि दाइले पुरा सिक्नुपर्छ, अब आउने जेनेरेसनले सिकेर मजाले काम गर्नुपर्छ भनेर त्यो सेटमा पुरै अब त्यो मेरो विद्यार्थीहरू लिएर जाँदाखेरि त्यत्रो केओस भइरहेको ठाउँमा, कामको प्रेसर भइरहेको ठाउँमा भिडभाड नगरौँ भन्ने हुन्छ नि त। तर
पढ्ने विद्यार्थीहरू आइरहेछन् भनेपछि यिनीहरू सिक्न आइरहेछन् सिकाउनुपर्छ भनेर दाइले एकछिन टाइम निकालेर यस्तो भइरहेछ यो सिन यस्तो हो त्यही भएर हामीले यसरी खिचिरहेको छौँ यस्तो भइरहेछ अनि दाइले मजाले सिकाउनुहुन्छ सिनेमाटोग्राफर दाइले पनि त्यसरी नै सिकाइदिनु भयो लास्टै धेरै ठुलो कुरा हो नि बालै दिँदैन नि सर त्यो मतलबै गर्दैन त्यो मतलब हुने कुरा पनि होइन एक्चुअली म आफैले पनि फिल्म डिरेक्सन गरेँ भने म गर्न त गर्दिनँ सक्दिनँ तर त्यो मतलबै हुँदैन क्या मलाई को आयो के आयो किन डिस्टर्ब गरेर आइरह भन्ने नि तर दाइले चाहिँ सिक्न खोजिराख्नु भने चाहिँ मजाले सिकाउनुहुन्छ मजाले गराउनुहुन्छ त्यो वान अफ द फाइनेस्ट त्यही भएर पनि भएको होला सायद दाइको मैले अब जस्तो मैले कहिलेकाहीँ दाइसँग दाइ स्क्रिप्ट लेख्न जाँदाखेरि म पनि दाइको पछि लगाएर जाने मौका पाउँछु कि कहिलेकाहीँ होइन अनि मलाई लाग्थ्यो अब स्क्रिप्ट लेख्ने होइन दाइले चाहिँ के गर्नुहुन्छ होला बुलेट्सहरू बनाउनुहुन्छ होला त्यसपछि टाइप गर्नको लागि अरूलाई हायर गर्नुहुन्छ होला कसैलाई भन्नुहुन्छ होला त्यसपछि गराउनुहुन्छ होला जस्तो लाग्थ्यो क्या मलाई तर त्यो लेभलमा पुगिसक्नु भएको छ नि त दाइ होइन अब 3 चोटिको नेसनल अवार्ड विनर हो होइन अनि तर त्यो लेभलमा पुगेको मान्छेको मेहनत के जस्तो मेरो त इनपुट केही पनि जाँदैन दाइले स्क्रिप्ट लेख्दाखेरि तर दाइ चाहिँ बसेर त्यो 12 घन्टा नन स्टप आफै टाइप गर्नुहुन्छ आफै लेख्नुहुन्छ सोचिराख्नुहुन्छ अनि कहिलेकाहीँ मोनोटोनस फिल भयो भने बोर फिल भयो भने हामी फेरि एकैछिन फिल्मको बारेमा डिस्कस गर्नुहुन्छ रमाइलो गफ हुन्छ तर नन स्टप लेख्नुहुन्छ कि त्यो लेभल अफ सक्सेस अचिभ गरिसकेको मान्छे होइन अब त्यो पोजिसनमा भएको मान्छे तर 12 घन्टा ननस्टप मैले आँखाले देखाएको छु क्या आफ्नै सोचमा आफै भावनामा बग्दै मजाले टाइप गर्दै 12 घन्टासम्म ननस्टप लेख्नुहुन्छ होइन अनि कतिवटा सिनले आफूलाई टच गर्छ होला सायद इमोसनल हुँदै लेख्नुहुन्छ स्क्रिप्ट भन्दाखेरि पनि त्यस्तै इमोसनल हुने होइन अनि यस्तो मजाले एनालाइटिकल्ली एक्टर्सलाई भनिदिनुहुन्छ कि त्यो एक्टरले पढेको भन्दा बढी दाइबाट सुनेर बुझ्छ कि अनि त्यही भएर कस्तो त्यो इमोसनल सिनहरू त यस्तो बल पारेर निकाल्नुहुन्छ दाइले होइन त्यो सेटमा काम गरेको त्यो देखा पनि छु नि त मैले अनि म्याक्सिमम् काम उहाँसँगै गरे भएर पनि होला सिक्न पनि उहाँबाट धेरै कुराहरू सिक्यो प्रोसेस पनि धेरै थाहा छ दाइको अनि बवाल के त्यो एज एन एक्टर त्यही भएर मैले कतिजना एक्टरलाई दिपेन दाइसँग चाहिँ काम गर्न पाएँ हुन्थ्यो फेरि गर्न पाएँ हुन्थ्यो गरिसकेकोलाई फेरि गर्न मन छ फेरि गर्न पाएँ हुन्थ्यो भन्नुहुन्छ नयाँले पनि दिपेन दाइसँग काम गर्न पाएँ किन भन्छ नि त भन्दाखेरि त्यो उहाँको काम गराइने तरिका गर्ने तरिका बवाल छ कि त्यो के सिनेमाटोग्राफरदेखि लिएर स्पोर्ट भएसम्म चाहिँ बोल्ने तरिकाहरू त अरूले त हुन्छ नि त्यो त हेप्छ नि लास्टै हेप्छ नि त्यो सेटरमा त हुन्छ क्या त्यो त अब हेप्छु भनेर हेप्या त होइन होला तर सिनेमाको त्यो अब प्रेसर छुट्टै हुन्छ माहौल र प्रेसर यस्तो हुन्छ कि अब त्यो भन्दिनँ भन्दा पनि प्याच चाहिँ निस्किन्छ भयो साइड ला भनेर भनिदिँदाखेरि हेप्या त होइन बिचरा अब त्यो सर्ट लिएर आएलामा कोही ए हट भनेर भन्ने हुन्छ नि त दाइको चाहिँ त्यो पनि छैन कि फिल्म सकिएको दिन हेर्नुपर्छ दाइलाई सो मलाई चाहिँ फिल्मको प्याकअप भएको अहिले मेरो 10वटा फिल्म पुग्यो क्या दाइसँग दिपेन दाइसँग मात्रै 10वटा गरिसक्नु भयो 10वटा पुग्यो एज एन असिस्टेन्ट कोरियोग्राफरदेखि गरे हो दाइसँग पनि कोरियोग्राफर असिस्टेन्ट डिरेक्टर एक्टर कास्टिङ डिरेक्टर भएर दाइसँग मैले 10वटा फिल्म पुगेँ अहिले अनि हरेक फिल्ममा मलाई एन्ड क्ल्यापको दिन चाहिँ मलाई इम्पोर्टेन्ट हुन्छ है दाइसँग किनकि त्यो दिन चाहिँ दाइले सबै सेटको मान्छेसँग र हात मिलाएर अँगालो मारेर थ्याङ्क यू भन्नुहुन्छ राम्रो कुरा नि त्यो त स्पोर्टदेखि लिएर लाइटको दाइहरूदेखि लिएर टेक्निकल डिपार्टमेन्टदेखि लिएर किचनको केटाहरूदेखि लिएर सबैजनासँग आफै गएर हात मिलाएर धन्यवाद भनेर सबलाई अँगालो मार्नुहुन्छ कि अनि त्यो दाइले अँगालो मार्दाखेरि चाहिँ त्यो मलाई चाहिँ एउटा आत्मीय फिल हुन्छ कि अनि अचिभ गरेर जस्तो फिल हुन्छ कि अनि सबैजनासँग त्यसरी त्यो एउटा परिवारमा बसेर काम गरे जस्तो हुन्छ जस्तो मेरो आफ्नै ड्याडी घरमा हुनुहुन्छ आफ्नो ठाउँमा छ सेटमा गइसकेपछि मलाई अभिभावकको कमी हुँदैन कि दाइसँग काम गर्दाखेरि चाहिँ मेरो प्यारेन्ट्सै छ अब केही टेन्सन लिनु पर्दैन दाइले सब सम्हाल्नुहुन्छ भन्ने त्यो फिल गराउनुहुन्छ क्या फ्यामिलीसँग बसेर काम गरे जस्तो हुन्छ मेकिङ चाहिँ त्यही एक्टरहरूको त अब कलाकारको भनौँ हाम्रो पनि त्यही त चाहना हुन्छ नि हामी पनि असिस्टेन्ट भएर सरको असिस्टेन्ट भएर काम गरौँ भने धेरै कुरा सिकिन्छ नि त किनकि उहाँ त लेजेन्ड हो नि त होइन यत्रो मुभी बनाउनु भएको तपाईँ सरको फेरि उहाँको सरको के छ भने केही कुरा सोद्धाखेरि पुरै सरै सोच्नुहुन्छ क्या पुरै डाइरेक्टर पाराले क्या पुरै सर बिस्तारै भन्नुहुन्छ क्या त्यही भएर मलाई जस्तो लाग्यो क्या उहाँ पुरै पेसेन्स तरिकाले बोल्नुहुन्छ अब्जर्भ पनि धेरै गर्नुहुन्छ अब्जर्भ धेरै गर्ने सुन्ने धेरै होइन त्यही भएर पनि दाइलाई धेरै कुराहरू थाहा हुन्छ इमोसन्सहरूसँग जोडिनुहुन्छ धेरै मुभीहरू सब सुपर हिट जान्छ क्या पुरै सोचेर लेख्नुहुन्छ होला जस्तो सुपर हिट यो त्यो भन्दा पनि दाइले राम्रो सिनेमा बनाउनुहुन्छ त्यो चाहिँ मलाई तर तपाईँ अहिले कुरा गर्दाखेरि तपाईँ आफ्नो एकाडेमीको नाम चाहिँ लिइहाल्नु भयो तर त्यो चाहिँ के हो सर कसरी यति चाहिँ आर्ट चाहिँ कहाँबाट ल्याउनु भएको त्यो एकाडेमी खोल्ने चाहिँ त्यो अब एक्टर्स हब भनेर अहिले सुरु गरेको छु खासमा चाहिँ यस्तो हो अघि मैले सुरुमा भने नि फ्रस्ट्रेसन निस्किने हो जहिले पनि अब जस्तो अब मलाई एज एन एक्टर
एक्टर्सहरूको हब चाहिएको थियो क्या। अब जस्तो विभिन्न संस्थाहरूमा पढिन्छ, विभिन्न ठाउँहरूमा गएर सिकिन्छ। क्लास सकिसकेपछि अर्को नयाँ ब्याच आउँछ, के हुन्छ, अनि फेरि प्र्याक्टिस पुरानोको चाहिँ यो फेरि हुँदैन नि त भ्यालु। पुरानोहरूको भ्यालु त भन्दा हुन्छ, पनि तर त्यो प्र्याक्टिस गर्नको लागि ठाउँ practice गर्न हुँदैन। ठाउँ फेरि त्यो लर्निङलाई अगाडि बढाउनको लागि केही प्लेटफर्म हुँदैन Platform होइन। हुँदैन। अनि त्यो प्लेटफर्म चाहिँ वाइ नट म सुरु गरौँ भन्ने भयो क्या। अनि त्यो मैले अब अहिले एक्टर्स हब भनेर सुरु गरेको छु, त्यो चाहिँ हरेक एक्टर्सको हब हो। जुनसुकै संस्थामा सिकेको, जहाँसुकै सिकेको मान्छे पनि आएर त्यहाँनिर फ्राइडे पर्फर्म गर्न पाए, प्र्याक्टिस गर्न पाए, आफूले सिकेको कुरा अर्को इन्स्टिट्युटकोलाई भन्न पाए, अर्को इन्स्टिट्युटकोले मेरो इन्स्टिट्युटलाई भन्न पायो होइन। सो लर्निङ एक्सचेन्ज प्रोग्राम अलिकति स्ट्रङ हुन्छ होइन। एकाडेमी त छ, त्यहाँनिर भर्ना गरेर पढ्ने मात्र त होइन नि त। पढ्ने व्यवस्था चाहिँ अब हाम्रो वैशाखबाट क्लास सुरु गर्ने हामी प्लानिङ गरिरहेको छौँ। त्यो क्लास पनि ओपन त हुन्छ, तर त्यो भइराख्दाखेरि अन्तको एक्टर्सहरू पनि आएर भनेको अरू ठाउँमा सिकेको एक्टर्स त सबैजना एक्टर चाहिँ भयो, अरू ठाउँमा आएर सिकेको एक्टर्सहरू पनि त्यहाँ आएर पर्फर्म गर्न पायो। हरेक फ्राइडे चाहिँ हामीले पर्फर्मेन्स डे भनेर छुट्टाएको छौँ। अनि त्यहाँनिर चाहिँ छुट्टै थिएटरको मान्छेहरू, छुट्टै ठाउँको मान्छेहरू आएर पर्फर्म गर्नुहुन्छ। अनि सिकिन्छ, हेरिन्छ, मजा आउँछ होइन। आर्टिस्टिक एप्रोच, सबैजनाको फरक एप्रोच हुन्छ, फरक तरिका हुन्छ। अन्त मजा हुन्छ कि। अब अहिले भर्खर मैले सुरु गरेँ 2-3 महिना भयो, 2 महिना भयो। 2 महिनामा यत्रो माथि 2 महिनामा माथि नै त पुराको छैन, तर होइन मैले सोसियल मिडियामा पुरै पोस्टहरू देखिरहेको थिएँ। तर आउनुहुन्छ फेरि ठुलो सेलिब्रिटीहरू क्या, त्यो सौगात दाइहरू पनि आउनु भएको थियो। सौगात दाइहरू पनि आएर सपोर्ट गर्नु भएको छ। सुस्तिमाहरूले अब भनिदिइराख्नु भएको छ, उहाँहरूले प्रमोट गरिदिइराख्नु भएको छ होइन। त्यही अब निस्वार्थ तरिकाले केही कुरा सुरु गऱ्यो भने सबैजना आउँछन्। अब अहिलेसम्म मेरो त्यस्तो स्वार्थ केही पनि छैन। जस्ट एक्टर्सहरू बस्ने एउटा हब बनाऊँ भनेर एक्टर्स हब सुरु गरेको। सपोर्ट राम्रै आइरहेछ, ठिकै छ। त्यसपछि गएर त के यो मुभीमा कहाँको चाहिँ स्टुडेन्ट रहेछ त एक्टिङ हबको भन्ने 10जना पुरै जतिजना जुनियर आर्टिस्टहरू सब एक्टिङ हबकै हुनु गरेपछि होइन। अब जस्तो तिम्रो चाहना त दामी एक्टर्सलाई के अरे जन्माऊ भन्ने नै हुन्छ। मैले जन्माउने त होइन, त्यो प्र्याक्टिस थ्रुबाट आफै बनिन्छन् होइन। राम्रो एक्टर्सहरू बनाऊ भन्ने हुन्छ। तर मेरो चाहना चाहिँ एक्टर्स हबबाट आओस्, कान्तिपुरबाट आओस्, मण्डलाबाट आओस्, शिल्पीबाट आओस्, शैलीबाट आओस् होइन, पुरानो घरबाट आओस्, कथा घेराबाट आओस्, जताबाटै आओस्, राम्रो एक्टरहरू आओस् के, डिजर्भिङ एक्टर्सहरू आओस् के होइन। नेपालमा एक्टरै छैन यार भन्नु नपरोस् क्या। हरेक रेन्जको, हरेक एज ग्रुपको, हरेक तहको, हरेक जनरामा बल एक्टर्स छ, जहाँसुकैबाट आओस्। तर एक्टर्स चाहिँ दामी आउनु पऱ्यो, त्यो चाहिँ हो मेन मोटिभ त। अब त्यसमा मेरो संस्थाले अलिकति इनपुट दिन्छ, अर्को संस्थाले अलिकति इनपुट दिन्छ। संस्थागत हिसाबले सबै संस्थाले इनपुट दिएपछि बल्ल इन्डस्ट्रीमा फरक ठाउँबाट, फरक चिजबाट राम्रो एक्टर्सहरू जन्मिन्छन्। तर तपाईँ आज कास्टिङ डिरेक्टर भइसकेपछि कुनै रोलको आउँछ नि त, यो रोल मलाई कास्ट चाहियो भनेर, त सुरुमा त आफ्नै एकाडेमी त लिनुहुन्छ होला नि त? होइन आफ्नो एकाडेमीबाट लिनुहुन्छ भन्दा पनि अब यो त नेचुरल प्रोसेस भयो होइन। अब जस्तो बाबुआमाले पैसा किन जम्मा गर्छन् भन्दाखेरि छोराछोरीलाई खुवाउनको लागि हो, छोराछोरीलाई बनाइदिनको लागि हो होइन। आफ्नो स्वार्थभन्दा बढी छोराछोरीको खुसीलाई हेर्छ। त्यस्तै अब मलाई कुनै कास्टिङको कुरा आयो भने त नढाँटिकन, फिल्टर नगरिकन भन्नुपर्दाखेरि मेरो एकाडेमीमा पढेको वा मसँग सिकेका, मसँग नजिक भएका नजिकै मान्छेलाई गुहार्ने त हो। क्यारेक्टर मिल्यो भने त अभियसली मसँग पढेकोहरू नै प्रायोरिटीमा परि नै हाल्छन्। प्रायोरिटीमा परेको भन्दा नि उनीहरू नजिक छन्, मलाई थाहा छ, त्यही भएर मैले उनीहरूलाई राखि नै हाल्छु। तर मैले कास्टिङ गर्दाखेरि चाहिँ अहिलेसम्म कहिले पनि म कान्तिपुरमा पढाउँदाखेरि होस्, वा अहिले एक्टर्स हबमा पढाइराख्दाखेरि होस्, वा पहिला नेपाल फिल्म एकाडेमीमा पढाउँदाखेरि होस्, त्यहाँको मात्रै विद्यार्थीलाई राखेर वा त्यहाँको मात्रै प्रडक्टलाई राखेर कास्ट चाहिँ गरेको छैन। त्यही भएर मसँग मण्डलाको दाइहरू, भाइहरू, साथीहरू त्यतिकै समेट्छु। त्यही भएर उहाँहरू पनि नजिक हुनुहुन्छ, शिल्पीको नजिक हुनुहुन्छ, सबैतिरको मान्छेहरू मसँग नजिक हुनुहुन्छ, माया गर्नुहुन्छ, काम गरिरहेको छौँ। त्यस किन भन्दाखेरि मैले चाहिँ जो डिजर्भिङ छ ऊ आउनुपर्छ भन्ने चाहिँ फर्स्ट प्रायोरिटी हो कि। मण्डलाको आओस्, शिल्पीको आओस्, जताको आओस्, तर डिजर्भिङ मान्छे चाहिँ आउनु पऱ्यो। जस्तो अब मेरो इन्स्टिट्युटमा 50-55 वर्षको एक्टरै छैनन् कि, उनीहरू मसँग पढेकै छैनन्। तर त्यही खरिएको एक्टर्स त मण्डलामा हुनुहुन्छ, त्यही खरिएको एक्टर्स त शिल्पीमा हुनुहुन्छ, कान्तिपुरमा छन् होइन। एज ग्रुप म्याटर गर्छ, अपियरेन्स म्याटर गर्छ। मङ्गोलियन लुक्सको एक्टर चाहिन्छ, कहिले आयरन लुक्सको एक्टर चाहिन्छ, कहिले अब चाइल्ड आर्टिस्टहरू हामीसँग हुँदैन भनेपछि त विभिन्न संस्थाबाटै लिन्छु मैले लिन चाहिँ। तर अब यही भनिराख्दाखेरि पनि मसँग जो नजिक छन्, अब जो कसलाई देखिन्छ त भिडमा पनि अगाडिको मान्छेलाई पहिला देखिन्छ नि त, लास्टको मान्छे त देखिँदैन नि त होइन। भनेपछि अब नजिक भएको मान्छेलाई फर्स्ट प्रायोरिटी त राखेको होइन, तर अब अटोमेटिकली प्रायोरिटीमा पर्छन्, त्यो चाहिँ हो। त्यो जे होस्। अनि त्यो कास्टिङ गर्दाखेरि क्या जस्तो भन्नाले एक्टरको त अब
कलाकार जुन कलाकारको हुन्छ नि त कास्टिङ डिरेक्टरको पुरा आँखा परोस् भनेर चाहिँ पुरै आफ्नो देखाउँछ नि त होइन त्यो तपाईँ चाहिँ कसरी रोज्नुहुन्छ क्या त्यो जस्तो कास्टिङ डिरेक्टर कुनै आयो होइन त्यो कास्टको लागि कुनै आयो कल आयो मलाई यस्तो कास्ट चाहियो भनेर तपाईँ कसरी अडिसन लिनुहुन्छ क्या किनकि भिड त धेरै हुन्छ हेर्नु के थाहा 1000 2000 होला 500 1000 त हुन्छ नि हुन्छ होइन त्यो मध्येमा त त्यो ओरिजिनल कास्ट निकाल्नु पर्यो नि त त्यहाँबाट जुन त्यो कसरी रोज्नुहुन्छ क्या त्यो फर्स्टमा जाने त अपियरेन्सै हो होइन जस्तो लेखिएको अनि डिस्क्राइब गरेको क्यारेक्टरिस्टिक्स चाहिँ त्यो क्यारेक्टरमा छ भने चाहिँ अब पहिला आँखाले लिन्छ अनि अपियरेन्स मिल्ने बित्तिकै ओके दिस इज माई क्यारेक्टर भन्ने कुरा मेकरलाई पनि थाहा भइसक्छ एज अ कास्टिङ डिरेक्टर मलाई पनि थाहा भइसक्छ अनि म्याक्सिमम् कुरा त अब कास्टिङ डिरेक्टर त म भए तापनि डिरेक्टर आफ्नो भिजनमा क्लियर हुन्छ नि त डिरेक्टरले भन्छ मलाई यस्तो खालको मान्छे चाहियो हो भनेर अनि त्यो खालको मान्छे मैले खोज्ने हो अनि अब अपियरेन्स मिल्यो भनेपछि पर्फर्मेन्समा जान्छु अनि अब अपियरेन्स चाहिँ छ दामी पर्फर्मेन्स विक छ भनेपछि अब फेरि त्यो मान्छे आउट भइ नै हाल्छ अटोमेटिकली किनकि पर्फर्म त गर्नु पऱ्यो नि त अगाडि अनुहार पनि चाहिन्छ होला है अनुहार भनेको अब तिम्रो ह्यान्डसम लुक चाहिन्छ भने होइन क्यारेक्टर लुक चाहियो भन्ने कुरा हो होइन जस्तो अब त्यो राजना भन्ने फिल्ममा राजनामा धनुष लभर बोयको रोल खेलेको छ नि त अब त्यो त लभर बोय त रणबीर कपुर शाहिद कपुर होइन सलमान खान यस्तो यस्तो हुनुभयो तर क्यारेक्टरको हिसाबले त धनुष पऱ्यो नि त अब पर्फर्मेन्सको हिसाबले पनि उही पऱ्यो नि त भने उसले पुलअप पनि गर्थ्यो नि त भनेपछि अब चाहिँ तिम्रो हिरो लुक चाहिन्छ खतरा ह्यान्डसम हुनुपर्छ भने होइन तर क्यारेक्टरलाई मिल्ने लुक चाहिँ चाहियो कतिजना ह्यान्डसम एक्टरहरू भनेको हिरो भनिएका एक्टर्सहरूले पनि त आफ्नो लुक चेन्ज गरेर सिनेमा गरेका छन् नि त क्यारेक्टर भएर जस्तो प्रदीप खड्काजीले प्रेम गीत जस्तो रोमान्टिक मुभी गरिरहेको लभ स्टोरी मुभी गरिरहेको एक्टरले प्रकाश जस्तो सिनेमा पूजा सार्की जस्तो सिनेमामा आउँदाखेरि त आफूलाई क्यारेक्टरमा ढालेर आउनु भयो नि त अब स्वस्तिमाले सुरु गर्दाखेरि होस्टेल टुरबाट सुरु गरेको लभ लभ लभमा हिरोइन गरेको मान्छे होइन गीतहरू उसको एज अ हिरोइन त्यत्रो चर्चा चुलिरहेको बेलामा बुलबुल जस्तो सिनेमा चिसो मान्छे जस्तो सिनेमा पशुपति प्रसाद 2 जस्तो सिनेमा जानु चाहिँ उहाँले क्यारेक्टरलाई इम्फोसाइज गरेर आफ्नो लुकै चेन्ज गरेर पनि त गर्नुभयो नि त चिसोमा चाहिँ उहाँको धेरै यो के अरे च्यालेन्जिङ फेजेस थियो क्या स्वस्तिमा चिसो मान्छेमा होइन ऊ एकदम स्मार्ट वर्किङ एक्टर छ सानो सानो डिटेलिङ्समा काम गर्नुहुन्छ इभन उहाँको त्यो नङमा एज अ वुमेन जस यत्रो आर्ट गर्ने त त्यही ठुलो कुरा हो नि त किनकि स्वस्तिमाले आर्ट त गर्नै पर्छ है त्यो चाहिँ फेरि अप्सन होइन त्यो गर्नु ठुलो कुरा हो भने त्यो त गर्नै पर्छ एज एन एक्टर तिमी किन मोनोटोनस एउटै खालको क्यारेक्टर भएर बस्छौ र फरक फरक क्यारेक्टर दियौँ फरक फरक पात्रलाई प्रेजेन्ट गरौँ रिप्रेजेन्ट गरौँ एक्टरको भित्र हुनु पर्यो यो जस्तो क्यारेक्टर भेट्यो त्यहीमा ढाल्दिने क्या होइन त्यति चाहिँ ढाल्न सक्नुपर्छ कि त तिमी अलरेडी क्यारेक्टर भएर जन्मिनु पर्यो कि त तिमीले त्यो क्यारेक्टर बनाउन सक्नु पर्यो अनि यसकै थ्रुबाट कास्टिङ हुने हो यही नै हो प्रोसेस त कास्टिङ डिरेक्टर भएर चाहिँ तपाईँले कास्टिङ गरिरहनुहुन्छ होइन कुनै पनि स्क्रिप्ट हेर्दाखेरि मै गरौँ कि के हो यो त होइन मैले गर्न पाएँ भन्ने लोभ पनि लाग्छ होला नि कहिले लोभ त अभियसली लाग्छ भनेको यो क्यारेक्टर मैले गर्न पाएँ भने जस्तो हुन्छ नि कुरा गरौँ कि के हो गरौँ न हुन्छ नि यो त मै हान्दिमी क्या हो भने जस्तो त लाग्छ होइन तर अन्तरात्माबाट म यो क्यारेक्टर हो कि होइन भन्ने प्रश्न पनि आउँछ कि फेरि जस्तो म जहिले पनि डिजर्भिङ मान्छे आउनुपर्छ भन्ने पक्षमा भएपछि त्यो क्यारेक्टर मैले डिजर्भ गर्दैन मैले गर्नुहुन्न जस्तो केटा भन्ने हामीले पार्ट 1 गर्दाखेरि त्यहाँनिर तिमीलाई कुन क्यारेक्टर मनपर्छ यदि तिमीले सक्ने जस्तो छ भने भन गर भनेर दाइले भन्नुभएको थियो कि मलाई दिपेन दाइले अनि त्यो हेर्दै गएँ मलाई यो सङ्के दादा भन्ने क्यारेक्टर खतरा लाग्यो म यो गर्छु नि त दाइ भनेर भने होइन त्यो त विपिनले गर्न लाग्यो यार अनि विपिन दाइले गर्न लाग्नु भएको चाहिँ त्यो क्यारेक्टर भनेको अब मभन्दा त विपिन दाइ त बवाल एक्टर हो नि त अनि अलरेडी फाइल पनि भइसक्नु भएको एक्टर हो नि त अब हामीलाई चाहिँ स्क्रिप्ट दियो भने त लिडै गरौँ न त भनेर त मन लागिहाल्छ लोभ त त्यही नै हुन्छ तर अहिले फिल्म एक्लै सोलो फिल्म धान्न सक्ने क्यापेबिलिटी पनि भइसकेको छैन फिल्म धान्नु एकदम ठुलो रेस्पोन्सिबिलिटी एकदम ठुलो रेस्पोन्सिबिलिटी क्या लतर पतर मान्छेको हातमा हुँदैन कि त्यो कुरा लतर पतर एक्टरले सक्दैन कि तिमी काम गर्नुपर्छ सपोर्टिङ क्यारेक्टर गर्छौ वा प्यारलल लिड पनि गर्छौ होला सानो 4-5 सिन पनि गर्छौ होला आउन आउँछ तर लिड भएर फिल्म धान्न त सकिँदैन म अहिले त्यो कन्डिसनमा छैन भने त्यतिको क्यापेबल भइसकेको छैन क्या म त्यो आफूलाई पनि झकझकाउनुपर्छ कि आफूले कास्टिङ गरेकोमा हरेक मुभीमा चाहिँ हुनुहुन्छ छैन मैले एज अ कास्टिङ डिरेक्टर त 30-32 वटा फिल्म पुगेँ नि 30-32 वटा फिल्ममा मैले एज एन एक्टर कामै गरेको 2-3 होला म्याक्सिमममा त्यो चाहिँ पर्फेक्टली जेलअप भएरै गरेको छु अनि मैले अरू एक्टर्सहरूको अप्सन दिँदा पनि होइन यो चाहिँ तिमीले गर्दा बेटर हुन्छ भन्ने कुरा आइसकेपछि मात्रै गरेको छु मैले चाहिँ यो चाहिँ बत्ती बलिरहेको छ नढालिकन भन्नुपर्दाखेरि मैले कास्टिङ गरेको सबै सिनेमामा मैले आफूलाई प्रायोरिटी राखेर चाहिँ अहिलेसम्म कुनै पनि सिनेमा गरेको तर कास्ट त्यो के अरे
कास्ट गरिसकेपछि त्यो डाइरेक्टरले भनेन तपाईँलाई भन्नाले कस्तो दामी क्यारेक्टर दियोस् यार तिमीले यार कस्तो दामी कास्टिङ गर्यो भनेर भनेको छैन? भन्नुभएको छ धेरैजना एक्टर्सहरूले राम्रो काम गरिसकेपछि तारिफ पाइएको छ राम्रो एक्टर लिएर आयो यार भनेर भन्नुभएको छ। अनि कतिजनाले बिचरा खुसी भयो होला है, खुसी भइन्छ पैसा बढाइदिनु भन्नु है क्या हो। पैसामा गएर मा पनि हुँदैन कि त्यो खुसी र क्याफले त पैसामा गएर मा पनि हुँदैन। अब जस्तो कतिजना एक्टर हुन्छ राम्रो एक्टरहरू हुन्छ अब सेटमा गइसकेपछि अघि तिमीले भने जस्तो कतिजना नर्भस भएर के भएर बिगारिदिनुहुन्छ त्यतिर गाली पनि खाइएको छ। अब कतिजना एक्टर चाहिँ मैले एक्सपेक्टै गरे हुँदिनँ अब काम गर्नै पर्छ के गर्नु यही मिल्छ त्यही भएर यसलाई हालिदिन्छु भनेर हाल्दै आउँछु तर अनएक्सपेक्टेडली बवाल हानिदिन्छन् कि अनि त्यसपछि त तारिफ पनि पाइएको छ। त्यो गाली ताली दुइटै हुन्छन् तर तालीको आवाजमा गालीको आवाज हराउनु पर्यो। तपाईँ अब एज एन कास्टिङ डाइरेक्टर नै गर्नुभएको छ अनि जब स्टार्टिङ फेजमा हुँदाखेरि कुनै कास्टिङ डाइरेक्टर अगाडि अडिसन पनि दिनुभएको छ नि त त्यो उसमा चाहिँ के फरक पाउनुभयो त्यो कास्टिङ डाइरेक्टरको अगाडि आफूले अडिसन दिएर आज आफै एज अ कास्टिङ डाइरेक्टर बस्दाखेरि? अब अडिसन दिँदाखेरि चाहिँ सुरुको फेजहरूमा है जस्तो मैले 91-92वटा अडिसन दिइसकेँ अहिलेसम्म होइन। सुरुमा चाहिँ एकदम जज हुने डर के अब मलाई यो बिगेर मलाई फालिदिन्छ कि त्यो बिगेर मलाई फालिदिन्छ कि यताउता भन्ने त्यो डरहरूले घेर्थ्यो नि त। अनि बिस्तारै गइसकेपछि चाहिँ अडिसन त फ्रीको प्लेटफर्म हो त्यहाँ त तिमीलाई हेर्नको लागि मान्छे हुन्छ अनि तिमी जाने देखाउने भन्ने कन्फिडेन्सले हाल्न थाल्यो कि त्यसपछि फ्रीको प्लेटफर्ममा सिलेक्ट भए पनि नभए पनि एक्टिङ देखाउने ठाउँ पाइरहेको छौ क्या। क्लासरुममा मात्रै गरिरहेको थियौ तिमी घरमा ऐनाको अगाडि मात्रै गरिरहेको छौ अब फिल्मको मेकरको अगाडि तिमीले अडिसन दिइरहेको छौ भनेपछि त प्लेटफर्म भनेर लिन थालेँ मैले। पछि त इन्जोय गर्न थालेँ अडिसनकै फेज पनि फिल्म पाए पनि नपाए पनि होइन। अनि अब कास्टिङ डिरेक्टर भएर अडिसन लिइराख्दाखेरि चाहिँ कतिवटा मिस्टेक गर्दो रहेछु पहिला मैले एज एन एक्टर भन्ने कुराहरू रियलाइज हुन थाल्यो कि पर्फर्म गर्नु एउटा कुरा हो अनि त्यो पर्फर्मेन्सलाई हेरेर जज गर्नु अर्को कुरा हो नि त। दुइटा फरक प्रोसेस हो क्या। अब एज एन एक्टर पर्फर्म गर्दाखेरि त इम्पल्सिभली मैले जे नि गरिदिन्छु तर एज अ कास्टिङ डिरेक्टर हेर्दा तिमीले जे गर्दाखेरि पनि राइट त कहाँ हुन्छ त होइन र। एउटा मापन हुन्छ एउटा मापदण्ड हुन्छ त्यो अनुसार तिमीले काम गर्नु पऱ्यो नि त। भनेपछि मैले ला यार पहिला अडिसन दिँदाखेरि त मैले पनि यस्तो स्टुपिड मिस्टेक त कति गरेछु भनेर अडिसन लिँदाखेरि पनि त्यो एज एन एक्टर ओहो मैले पनि पहिला यस्तै मिस्टेक गरेको थिएँ ए यस्तो हानेमा मैले पनि त्यतिखेर फिल्म पाउँथेँ कि भन्ने कुराले पनि हानिरहन्छ कि। सो भनेको एनालाइटिकल स्टेट अफ माइन्ड चाहिँ फरक हुन्छ। एउटा एज एन आर्टिस्ट तिमीले एज एन एक्टर अडिसन दिँदाखेरिको एनालाइसिस गर्ने प्रोसेस र एज अ कास्टिङ डिरेक्टर तिमीले एउटा एक्टरलाई एनालाइसिस गर्ने प्रोसेस दुइटा फरक पाउँछु मैले अहिले चाहिँ। एक्टरहरू जुन हुन्छ नि जुन कास्टिङ गर्न आइरहेको तिनीहरूलाई कस्तो टाइपले चाहिँ कास्टिङ गर्न आउँदाखेरि हुन्छ जस्तो सजेस्ट गर्नुहुन्छ तपाईँ? होइन अब यो चाहिँ ठ्याक्कै भनेको एक त पर्फर्मेन्स त स्ट्रङ बनाएर आउनुहोस् भनि नै हाल्छु। जुन क्यारेक्टरको लागि हामीले अडिसन लिएर हुन्छ नि त्यो क्यारेक्टरमा भएन भने अरू कुनै क्यारेक्टरमा पनि हुनसक्छ कहिलेकाहीँ पर्फर्मेन्स यस्तो स्ट्रङ आइदिन्छ कि ओके यो एक्टरलाई चाहिँ म गुमाउन चाहन्न यसलाई म बरु अर्को क्यारेक्टरमा भए पनि राख्छु भनेर पर्फर्मेन्स स्ट्रङ भयो भने चाहिँ त्यो हुन्छ। तर फर्स्टमा चाहिँ अब दामी नै एक्टर भएर पनि फरक पर्दैन क्या। मैले अघि भने जस्तो बबाले एक्टर छौ भने पनि फरक पर्दैन कि तिमी त्यो क्यारेक्टर त देखिनु पऱ्यो नि त। फर्स्टमा त अपियरेन्स हो त्यही भएर अडिसन दिन जाँदाखेरि चाहिँ जस्तो मङ्गोलियन लुकको मलाई 22-23 वर्षको केटा चाहिरहेछ भनेर कास्टिङ कल खुल्यो भनेपछि अब आर्यन लुक भएको 28-29 वर्षको मान्छे गएर भएन कि। अनि त्यहाँनिर गएर मलाई सिलेक्टै गरेन मैले गर्न त बवाल गरेको थिएँ भन्नु चाहिँ कति गर्छन् म आफैले पनि कतिवटा कास्टिङ डेटा गरेँ नि त्यो चाहिँ मूर्खता हो कि। क्यारेक्टरको डिमान्ड एउटा छ अनि तपाईँको अपियरेन्स र तपाईँको प्रेजेन्स चाहिँ फरक छ अनि त्यस्तो मान्छे गएर तपाईँ अब एक्सपेक्ट गर्नुहुन्छ कि म सिलेक्ट हुन्छु भने त्यो चाहिँ मूर्खता हो। तपाईँको आफ्नो क्राइटेरियामा परेको छ कि छैन त्यो क्यारेक्टर अडिसन दिँदा जाँदाखेरि त लेखा हुन्छ नि त क्राइटेरिया यो एज ग्रुपको यो अपियरेन्स भएको यो स्किल आउने एक्टर हामीलाई चाहिएको छ भनेपछि अब त्यो स्किल पनि छैन त्यो एज ग्रुपको पनि होइन तपाईँ त्यो अपियरेन्स पनि छैन भनेपछि त्यस्तो अडिसनमा गएर म सिलेक्ट भइनँ भनेर चित्त दुखाउनु त मूर्खता हो। सो क्राइटेरियामा म पर्छु कि पर्दिनँ भन्ने कुरा फर्स्टमा थाहा पाएर बल्ल अडिसन दिन जानुहोस् भन्ने सजेसन गर्छु म चाहिँ। तर त्यो मध्येमा पनि फेरि अब जस्तो अडिसनहरूमा कस्तो हुन्छ भने हामी छोरा मान्छे भएर सबै छोरा मान्छे फिलिङ हुन्छ नि त केटीमाथि त्यो बढी हुन्छ नि त के अडिसन नलिकन कुनै केटीहरूलाई सिलेक्ट गर्नु भएको छ छैन? मैले होइन जस्तो तिमी राम्ररी छौ तिमी त हिरोइन खेल्छौ यार तिमी त्यस्तो त हुँदैन। अब अहिले चाहिँ अब कस्तो हुन्छ नि अब धेरैजना एक्टर्सहरू चाहिँ अब कास्टिङ गरिसकेको भएर कन्ट्याक्टमा हुनुहुन्छ नि त त्यही भएर कुनै फिल्मको कास्टिङ कल हुने बित्तिकै यो एक्टर हुन्छ यस्तो यस्तो हुन्छ मलाई कास्टिङको काम लाइन त हान्छ होला नि त अनि त्यस्तो हुँदैन बिचरा
लाइन हाने नहाने चाहिँ तिम्रो आफ्नो एप्रोचबाट फरक पर्छ क्या। अब म त्यतातिरको बाटो सोच्दिनँ जाँदैन, त्यही भएर अब मलाई त्यो लाइन हान्ने भन्ने कुरो हुँदैन, मैले लाइन हान्ने भन्ने कुरो हुँदैन। अनि मेन त अब त्यही एक्टिङ चाहियो, अपियरेन्स चाहियो। अब जस्तो मैले चाहिँ फेरि अडिसन लिएर सेलेक्ट गर्ने पनि होइन है। सो अलरेडी मसँग कन्ट्याक्टमा हुनुहुन्छ कतिजना एक्टर्सहरू, अनि म फेरि नयाँ ब्याचको एक्टर्सहरूसँग पनि हरेक ठाउँमा गएर नयाँ ब्याचको एक्टर्सहरूसँग पनि इन्टरेक्ट गरेर हुन्छु, चिनिरहेको हुन्छु। थिएटर उहाँहरूको नयाँ ब्याचको त पर्फर्मेन्स हुन्छ नि त, त्यो पर्फर्मेन्स पनि हेर्न जान्छु। अनि त्यो थाहा भइरहेको हुन्छ, नोट गरिरहेको हुन्छ। अनि को एक्टर आएको छ नयाँ, अनि को एक्टर मसँग अलरेडी काम गरिसक्नु भएको छ, अनि यो क्यारेक्टरमा को मिल्छ भन्ने चाहिँ कन्ट्याक्ट बेसिसबाट प्रायः जान्छ। अनि कहिलेकाहीँ रेयरली अब त्यो पाइँदैन अपियरेन्स वाइज, पर्फर्मेन्स वाइज त्यो एक्टर पाइँदैन, त्यति बेला मात्रै अडिसन लिने हो। अनि अडिसन लिने बेलामा मेरो मात्रै डिसिजन पनि चल्दैन होइन। यो लाग्छ कि कतिजनालाई कास्टिङ डिरेक्टर भनेपछि यसले भनेकै मान्छे कास्ट हुन्छ होला जस्तो लाग्छ, तर त्यो होइन। कास्टिङ डिरेक्टरले पनि डिरेक्टरको लागि काम गरेर हुन्छ होइन। मैले पनि त लास्ट टाइम गरेर त सिलेक्सनको प्रोसेस त डिरेक्टरमा गरेर हुने कि मैले चाहिँ ल यति अप्सन यति एक्टर चाहिँ भेटाएँ मैले, यो क्यारेक्टर लागि यति 4 जना यति 5 जना चाहिँ मैले भेटाएको छु, योबाट कुन बेस्ट हुन्छ भन्ने कुरा चाहिँ फेरि लास्टमा अल्टिमेटली त डिरेक्टरकै कल हुन्छ नि। सो मैले चाहिँ बाटो त्यहाँसम्म पुऱ्याइदिने हो ढोकासम्म, त्यहाँ गएर सिलेक्ट हुने नहुने चाहिँ फेरि डिरेक्टरको हुन्छ। त्यहाँ पनि फेरि अडिसन एउटा हुन्छ होइन डाइरेक्टरको अगाडि, स्क्रिन टेस्ट हुन्छ। स्क्रिन टेस्ट चाहिँ हुन्छ। त्यो मानिलिउँ कुनै एक्टर यहाँ छैन, काठमाडौँमा छैन होइन, तर गाउँतिर छ, टेस्ट अब त्यो तपाईँलाई एप्रोच गर्न मन छ भने चाहिँ कसरी गर्छ होला? डिजिटल अडिसन आउँछ, जस्तो वाट्सएप नम्बरहरू यताउता दिइसकेको हुन्छ नि त, त्यही भएर डिजिटल अडिसन आउँछ कतिजनाको जस्तो अब मैले मेयर गर्दाखेरि विमान भन्ने सिनेमा भयो हाम्रो बिचमा अहिले होइन। विमान त हाई बजेट हो सर है सुने अनुसार मैले त होइन, हाई बजेट त्यसमा जान्थेँ नै, क्रोमा पनि धेरै छ, भिएफएक्सको कामहरू पनि एकदम धेरै छ। अनि एक त पिरियड ड्रामा भयो, कति वर्ष अगाडिको हो नि त त्यो त, अनि पोलिटिकल ड्रामा पनि हो, त्यसले गर्दाखेरि बजेट अलिकति हाई नै थियो। अब त्यसको लागि कास्टिङ गर्दाखेरि चाहिँ सबैजना यहाँबाट लिएर जानु पोसिबल पनि थिएन। विराटनगरकै एक्टर्सहरू विराटनगरको गुरुकुलबाट होइन, अनि त्यसपछि कदम थिएटरहरू थियो, अनि बजारको अर्को एउटा थिएटर थियो, थिएटरमा त्यहाँ गरिराख्नु भएको छ बिचरा प्यासनेटली, कतिजना आर्टिस्टहरू त्यता पनि गरिराख्नु भएको छ क्या। अनि म यहाँबाट विराटनगर गएँ, अनि वहीँ गएर सिलेक्सन प्रोसेस पनि भयो, त्यहीँ गएर अडिसन प्रोसेस भयो, अडिसन मान्छेहरू बोलायो, भिडियो सिडियो गरायो, बाहिरको बेला चाहिँ त्यहीँ गएर पनि अडिसन गरिन्छ कतिजनाको चाहिँ। अनि डिजिटल अडिसन आउँछ वाट्सएपमा, त्यहाँबाट पनि थाहा हुन्छ। नेपालमा त एक्टिङ सिक्नलाई धेरै इन्स्टिट्युटहरू छ नि त, मतलब मलाई एक्टिङ सिक्न भोलिको दिनमा मन लाग्यो भने म किन एक्टिङ हब स्टुडियो नै आउने भन्ने जिज्ञासा हुन्छ नि त एउटा स्टुडेन्टमा, एक्टर्स हब किन आउने भन्ने कुरा। अब कस्तो धेरैवटा कुराले डिटरमाइन गर्छ एक्टिङ पढ्न जानको लागि होइन। इकोनोमिकल ब्याकग्राउन्डले फरक पार्छ, अनि द इन्ट्रेस्ट, अब तपाईँको इन्ट्रेस्ट केमा छ, लाइक तपाईँलाई थिएटर गरेर थिएटरमै म जीवन व्यतीत गर्छु भन्ने छ कि फिल्ममा काम गर्छु भन्ने छ कि। अब हाम्रोमा आउँदाखेरि चाहिँ हामीले प्राइस पनि एकदम नोमिनल राखेका छौँ कम्पेरिटिभली होइन। अब हामीले चाहिँ के भने संस्था चलोस्, भाडा तिर्न पुगोस्, टिचर्सहरूलाई तलब दिन पुगोस्, स्टाफलाई स्यालेरी दिन पुगोस्, अनि स्टुडेन्टहरूलाई चाहिने इक्विपमेन्टहरू प्रोभाइड गर्न सकौँ भनेर एकदम नोमिनल फी राखेका छौँ। अनि त्यसपछि इन्टरनेसनल टिचर्सहरू धेरै आउनेवालामा हुनुहुन्छ, धेरैजनासँग कुरा भइरहेछ। अनि अफिसियल्ली कन्ट्र्याक्ट हुन बाँकी भएकोले गर्दाखेरि चाहिँ अहिले नभनिहालौँ होइन कहाँबाट को आउनुहुन्छ, तर धेरैजना आउनुहुन्छ। इन्टरनेसनल टिचर्सहरू पनि आउनुहुन्छ। अनि कोर्स चाहिँ अब म्याक्सिमम् हाम्रोमा चाहिँ प्रोसेस कस्तो छ भने 2 घन्टा 3 घन्टा क्लास हुन्छ, अनि क्लास इज ओभर भन्ने हुन्छ। तर अब हाम्रोमा चाहिँ 7 घन्टासम्मको क्लास राख्छौँ हामीले चाहिँ होइन, 7 आवर्स क्लास हुन्छ, जसले गर्दाखेरि चाहिँ स्टुडेन्टलाई एकदम माझ्न पाइन्छ कि प्रत्यक्ष आफ्नै अगाडि राखेर। अब फिल्म हेर भने घर फिल्म हेरेर आइदिँदैन, यो बुक पढ भने घर बुक पढेर आइदिँदैन। अब त्यो चाहिँ हाम्रोमा चाहिँ के हुन्छ नि, टिचरकै इन्स्ट्रक्सनमा, टिचरकै सुपरभिजनमा क्लासरुममै पढ्नै पर्छ, क्लासरुममा फिल्म हेर्नै पर्छ, एनालाइसिस गर्नै पर्छ, पर्फर्मेन्स गर्नै पर्छ, यो तरिकाको प्रोसेस हुन्छ। अनि एकदम मिनिमल फीमा चाहिँ तपाईँले धेरै आवर पढ्न पाइराख्नु भएको छ, इन्टरनेसनल टिचर्सहरू पाइराख्नु भएको छ, अनि सेट भिजिटहरू गर्न पाइरहेको। यो त अब अतिरिक्त क्रियाकलापहरू त छँदैछ, जुन चाहिँ अरू एकाडेमीहरूले पनि गरि नै राख्नु भएको छ होइन। सो बिइङ अ कास्टिङ डिरेक्टर म आफैलाई पनि धेरैजना एक्टर्सहरू चाहिरहेको हुन्छ। अब धेरैजना मेकर्सहरू पनि हाम्रो एक्टर्स हबसँग जोडिराख्नु भएकोले गर्दाखेरि अपर्च्युनिटीको चान्सेस पनि अलिकति हाई हुन्छ कम्पेरिटिभली होइन। सो अपर्च्युनिटी अनि एट द सेम टाइम लङ लास्टिङ लर्निङ, अनि इन्टरनेसनल लर्निङ, अनि विथ भेरी नोमिनल फिज, एकदम एफोर्डेबल प्राइसमा चाहिँ पढ्न पाउनुहुन्छ। सबैले पढ्न पाओस्, सबैले पढ्न पाओस्, इक्वेलिटी होस् भन्ने कुरा। जस्तो करोडपति छ भन्दैमा उसले करोडौँ दिएर एक्टिङ सिकिहाल्ने होइन,
गरिब छ भनेर उसलाई पैसा छैन भने उसले एक्टिङ नसिक्ने होइन सो यो दुइटैको मापदण्डको बिचमा राखेर हामीले फी स्ट्रक्चर राखेको छ त्यसले गर्दाखेरि चाहिँ त्यही भएर चाहिँ अलिकति फरक हुन्छ होला एक्टर सब मलाई त्यस्तै भएर लाग्छ कसैलाई पढ्न नहुँदाखेरि कसरी कन्ट्याक्ट गर्ने हुन्छ एक्टर हाउस स्टुडियोमा एन्ड कल्टिङ क्लास हुने अब हाम्रो इन्स्टाग्राम पेज छ वेबसाइट चाहिँ अब आज भोलिमा हाम्रो वेबसाइट लन्च हुँदैछ होइन अब यसलाई हामी अलिकति बढी प्रमोट गरेर फालिहाल्छौँ सबै मिडियाहरूमा यताउता मिडियाले पनि अब कभरेज गरेर बिस्तारै भन्ने भएको छ सबैजनालाई अहिले चाहिँ हामी त्यो बिल्डिङको प्रोसेसमै छौँ नि त भनेको म अहिलेसम्म संस्थागत हिसाबले काहीँ पनि त्यो के अरे मोनिटरियल एस्पेक्टबाट म्यानेजमेन्टको हिसाबले अहिलेसम्म चलाएको थिइनँ त्यही भएर मेरो लागि पनि नयाँ भएकोले गर्दाखेरि 3 महिना हामी ट्रायल फेज राखेका छौँ जुन चाहिँ अब सकिँदैछ 20 जना स्टुडेन्ट हुनुहुन्छ कि अलरेडी हामीसँग अहिले एक्टर सबमा उहाँहरूलाई नयाँ नयाँ टिचरहरू लिएर आएर इन्ट्रोड्युस गराएर पढाउने कामहरू भइरहेछ त्यसले गर्दाखेरि हामी आफै पनि कतिको पानीमा छौँ भन्ने कुरा थाहा पाइरहेछौँ अनि त्यही भएर अबको 2-4 दिनमा चाहिँ अब हामीले एउटा निचोडमा पुगेका छौँ त्यो कुराहरू अब हामीले बिस्तारै टिम मेम्बरहरू टिचर प्यानलहरू अनि फ्याकल्टी हेड्सहरू होइन अनि इन्टरनेसनल टिचर्सहरू सबै इन्ट्रोड्युस गर्दै जान्छौँ बिस्तारै अब 1-2 दिनमा सबै कुराहरू थाहा हुन्छ मान्छे त त्यही त रोज्छ नि जहाँ धेरै अपर्च्युनिटी छ जहाँबाट चान्सेस मिल्छ त्यहीबाट त रोज्छ अगेन अपर्च्युनिटी अब हामीले दिन्छौँ नै चाहिँ भनेर ग्यारेन्टी चाहिँ गर्न सकिँदैन जसमा उहाँसँग चाहिँ क्वालिटी हुनु पर्यो आफ्नै क्यापेबिलिटीमा भन्नुपर्छ त्यो मैले दिन्छु भन्ने त हुँदैन सो गाइज हाम्रो स्पोन्सर आजको स्पोन्सर हुनुहुन्छ हाम्रो बेस्टो अनलाइन क्लथिङ ब्रान्ड होइन तपाईँहरूले यस्तो हुडीहरू टी सर्टहरू बेस्टो कम्पनीको लाउन मन छ भने चाहिँ फेसबुक इन्स्टाग्राममा गएर बेस्टो अनलाइन क्लथ भनेर सर्च गरेर तपाईँ त्यहाँबाट किन्न सक्नुहुनेछ र यो बाहिरबाट होइन यो मेड इन नेपाल नै हो सो लेट्स सपोर्ट यहाँ चाहिँ हेर्नुहोस् यस्तो यस्तो ब्याग प्याक हुन्छ होइन यसरी सस्तो छ धेरै महँगो पनि छैन होइन तर क्वालिटी राम्रो छ सो आज हामी गेस्टलाई दिन चाहन्छु सर हाम्रो स्पोन्सरको तर्फबाट तपाईँ 2 शब्द भनिदिनु हाम्रो स्पोन्सरको लागि ल अब नेपालमा जस्तो सबैजना विदेशी नै प्रोसेस छ नि त होइन विदेशमा जान्छ नेपालमा केही अपर्च्युनिटी छैन भनेर विदेश गइराख्नु भएको छ तर नेपालमै अपर्च्युनिटी छ अपर्च्युनिटी चाहिँ आफूले क्रिएट गर्ने हो भन्ने कुरालाई प्रुभ गर्दै नेपालको सामानहरू नेपालमै राखेर नेपालमै बनाएर नेपालीहरूलाई नै दिइराख्नु भनेको आफैमा एकदमै दामी कुरा हो अब क्वालिटी म पनि लगाएर टक्क पोस्ट गर्छु अनि मैले पनि त्यो स्पोन्सरलाई पठाइदिन्छु क्या ऊ लायो भनेर लाएर पोस्ट गर्नु तर हेर्दाखेरि त दामी देखिरहेको छ नि यो हेर्नु त यहाँ यस्तो कस्तो अब यो कालो अनुहारमा रातो कस्तो देखिरहेको राम्रो देख्छ नि थ्याङ्क यू त्यही त बेस्टो ओके सो गाइज हजुरहरूलाई लिन मन छ भने यस्तो त टी सर्ट सोसियल मिडियामा गएर सर्च गरेर लिन सक्नुहुनेछ हाम्रो च्यानलबाट जानुभयो भने डिस्काउन्ट पनि पाउनुहुनेछ ढुक्क हुनुहोस् होइन त्यसो लेस अब हामी अन्तिममा अब लास्टतिर छौँ ल मैले के गल्ती बोलाएर छु भने केही गल्ती बोले होइन पोडकास्ट हो अनि इन्भाइटको लागि चाहिँ एकदम थ्याङ्क यू अनि अब तिम्रो पनि फर्स्ट एपिसोडमै आउन पाएँ म धेरै खुसी बवाल चल्यो भने पनि हिस्ट्री नै हो म हो फर्स्टमा आएको भनेर चल्ने भने पनि म त गइसकेको थिएँ भन्ने हुन्छ होइन ल यार अल द बेस्ट हुन्छ सर थ्याङ्क यू सो मच ल गाइस